सबैलाई जय मसीह। हामी अहिले 94 देशहरूको सहभागितामा यो बाइबल गोष्ठी तयार गरिरहेका छौँ। लगभग विश्वभरिका 80 करोड जना मानिसहरूले हाम्रो यो वचन सुन्नुहुनेछ अनि थुप्रै व्यक्तिहरूले हाम्रो बाइबल गोष्ठीको पर्खाइमा बसिरहनु भएको थियो। हाम्रो मनमा आनन्द छ, किनभने विश्वभरिका मानिसहरूले अप्ठ्यारो र बोझ मान्दै गरेको समयमा परमेश्वरको वचनद्वारा हामी एक हुन सक्छौँ अनि थुप्रै मानिसहरू हाम्रो साथसाथै हुनुभएकोमा खुसी अनि धन्यवादी छौँ। धेरै मानिसहरूले अप्ठ्यारो लागेको कुराहरू सुनिन्छ, तर परमेश्वरको वचन हाम्रो मनमा प्रवेश गर्ने हो भने यो बाइबल गोष्ठी मार्फत थुप्रै व्यक्तिहरूले यो अप्ठ्यारो भएको दुःख कष्टको समयलाई परमेश्वरको वचन मार्फत जित्न सक्नुहुन्छ। तपाईहरूलाई पनि त्यस्तै लाग्छ नि? परमेश्वरले यसपालिको बाइबल सेमिनार मार्फत एकदम ठुलो आशीर्वाद दिनुहुन्छ भन्ने सोच्दा एकदमै खुसी लागेको छ। यो बाइबल गोष्ठीको लागि इमिन्चल पास्टरले प्रार्थना गरिदिनुहुन्छ। परमेश्वर पिता, धन्यवाद र महिमा चढाउँदछौँ। हामीले चाहेको होइन, परमेश्वरले हामीलाई कोरोना भन्ने ठुलो कष्ट दिनुभयो। यो दुःखको कारण परमेश्वरलाई खोज्ने मानिसहरूलाई परमेश्वरको मन सुनाइदिने र अप्ठ्यारो भएको बेला परमेश्वरलाई खोज्ने मानिसहरूलाई परमेश्वरले अनुग्रह र आशिष दिनुहुन्छ भन्ने हामी विश्वास गर्दछौँ। यसपालि 94 देशको ख्रिस्टियनहरू एक भएर सुसमाचारको वचन सुनाउन सक्ने मौका भएर परमप्रभुको अगाडिमा महिमा र प्रशंसा चढाउँदछौँ। कहिल्यै पनि मन परिवर्तन नभएर सुसमाचार मात्र सुनाइरहनु भएको रेभ जेम्स ओएस पार्कलाई निम्तो गर्दा विश्वभरिको भाषा र अवस्था पनि फरक छ, तर परमेश्वरको वचन सुन्न चाहेका थुप्रै देशहरू एक भएर सँगै सुसमाचार सुनाउने समय तयारी गरेका छौँ। परमेश्वरले यो समयको लागि आशीर्वाद दिनुभएको होस्। विश्वको जनसङ्ख्याको 10% भन्दा बढी भएको 80 करोड जनाले वचन सुन्नुहुन्छ। पवित्र आत्माले यो वचन सुन्ने हामी सबैजनाको मनमा पापबाट छुटकारा पाएर आनन्द पाउने गरी डोर्याइदिनुहोस्। कोरोनाको कारण अप्ठ्यारो दुखी भएको मनमा आशा र खुसीद्वारा रोगलाई विजय गरी यो पृथ्वीमा शान्ति पाउन सकिने गरी डोर्याइदिनुहोस्। हामी तपाईँलाई विश्वास गर्दछौँ, त्यसैले यो गोष्ठी मार्फत हजुरले महिमा लिनुहोस्। यो समस्या मार्फत संसारभरिका मानिसहरूले परिवर्तन भएर परमप्रभुलाई प्रशंसा धन्यवाद चढाउँछौँ। आज हुने यस सेमिनारमा परमप्रभुले काम गरिदिनुहोस्। हजुरले स्थापित गर्नुभएको हजुरको दासलाई पक्रिएर र वचन सुन्ने हामी सबैजनाले परमेश्वरको अगाडि घुँडा टेकेर यो वचन त्यत्तिकै स्वीकार गरेर पवित्र आत्माले हाम्रो हृदयमा काम गर्नुहुने बहुमूल्य सेमिनार हुने गरी आशिष दिनुहोस्। यो सेमिनार मार्फत परमेश्वरलाई महिमा अनि धन्यवाद चढाउँदछौँ। येशू ख्रिस्टको नाउँमा प्रार्थना गर्दछौँ। आमेन। अहिले विश्वभरिका थुप्रै व्यक्तिहरू हाम्रो साथमा हुनुहुन्छ। लगभग 80 करोड जना जति यो कार्यक्रममा सहभागी हुनुहुन्छ। यसै कारण उहाँहरूमध्ये एकजनाको भिडियो मार्फत वक्तव्य प्रस्तुत गर्नेछौँ। अमेरिका इपिक बाइबल कलेजको चान्सलर रोनाल्ड हार्डन चान्सलर। 많은 분들이 함께하고 계십니다. 네, 그 중에 한 분을 저희가 영상으로 인사말을 듣는 시간을 가지겠습니다. 미국 에픽 바이블 칼리지 총장이신 로날드 하든 총장이십니다. परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस्। म डाक्टर रोनाल्ड हार्डन एपिक बाइबल कलेजको चान्सलर हुँ। मैले संसारलाई जितेको छु। मैले यी कुराहरू तिमीहरूलाई किन भनिरहेको छु भने तिमीहरूमा शान्ति होस् र परमेश्वरको शान्ति चाहिँ स्वाभाविक बुझाइ भएर जान्छ। रेभ जेम्स ओएस पार्कलाई मनदेखि
सम्मान गर्न चाहन्छु, किन भन्दाखेरि उहाँहरूको चासो जहिले पनि आत्मामा छ र जब उहाँहरूले जति पनि जहाँ पनि जो पनि मानिसहरूलाई भेट्नुहुन्छ उहाँहरूले येशू ख्रीष्टसँगको व्यक्तिगत सम्बन्धमा गाँस्ने काम गर्नुहुन्छ। म धेरै सहरहरू अमेरिका, अफ्रिका अनि कोरियामा रेभ जेम्स ओएस पार्कको साथमा गएको छु र मैले घन्टाको पास्टर ओक्सु पार्कले प्रचार गर्ने मेसेज अनि प्रचार अनि प्रशिक्षणहरू सुनेको छु र मैले उहाँहरूको मनलाई राम्रोसँग नजिकबाट बुझेको छु कि र मैले उहाँहरूको परमेश्वरप्रतिको मन बुझेको छु। उहाँहरूले संसारका मानिसहरूलाई ठुलो जागृतिमा ल्याउने उत्कट इच्छा छ र त्यसै कारण म व्यक्तिगत रूपमा तपाईहरूलाई यो विश्वव्यापी हुन गइरहेको शक्तिशाली बाइबल सेमिनारमा सहभागी हुनको लागि निमन्त्रणा गर्दछु र त्यहाँ थुप्रै सम्प्रदायहरू, थुप्रै सिद्धान्तहरू हुन सक्छन्, तर त्यस बीचमा पनि सबैभन्दा महत्त्वपूर्ण कुरा येशू ख्रीष्ट हुनुहुन्छ र येशू ख्रीष्टको प्रार्थना पनि यो थियो कि र मेरा चेलाहरू जो अहिले तपाईँ र म हौँ र हामी एक हुन सक्छौँ र पिता र हामी एक हुन सक्छौँ र जुन यो अहिले अनलाइन बाइबल गोष्ठी हुन गइरहेको छ यो कुनै पनि सम्प्रदाय अनि कुनै पनि सिद्धान्तभन्दा अलग रहेर यो चाहिँ पूर्ण रूपले येशू ख्रीष्टसँग व्यक्तिगत सम्बन्ध, तपाईँको र मेरो व्यक्तिगत सम्बन्धको विषयमा केन्द्रित छ। त्यसै कारण म तपाईहरूलाई अचम्म प्रकारको जीवनलाई ज्योति दिने त्यस्तो वचन जसले जीवन ल्याउँछ त्यस्तो किसिमको वचन उहाँले जहिले पनि प्रचार गर्नुहुन्छ र उहाँ जहिले पनि परमेश्वरसँग गहिरो सम्बन्धको साथमा हिँड्ने कुरा गर्नुहुन्छ र बाइबलले बताउँदछ कि मानिसको हृदयबाट सोच विचारहरू उब्जिआउँछ र त्यही अनुसारको नतिजा हुन्छ र हामी परिवर्तन हुने, वृद्धि हुने सबै कुरा सर्वप्रथम मनबाट सुरु हुन्छ। हाम्रो मन एकदम महत्त्वपूर्ण छ किनभने हामीले सोच्छौँ अनि बोल्छौँ। साँच्चै हाम्रो जिब्रोको शक्ति छ, हामीले जे बोल्छौँ नकारात्मक अथवा सकारात्मक सही अनुसार हुन्छ। त्यसै कारण म तपाईहरूलाई कमसेकम एक पटक यो एकदमै शक्तिशाली अनि अभिषिक्त यो पास्टर ओक्सु पार्कको वचन सुन्नुहोस् कि म तपाईहरूलाई यो कुरा भनेर मेरो कुरा टुङ्ग्याउन सक्छु। कृपया थोरै समय लिनुहोस् र अनलाइन बाइबलमा जोइन गर्नुहोस् र पास्टर ओक्सु पार्कको स्पेसल यो वचन सुन्नुहोस् र यो बाइबल गोष्ठी मार्फत धेरै मानिसहरूले येशू ख्रीष्टलाई उनीहरूको व्यक्तिगत मुक्तिदाता भनेर चिन्नेछन्। धेरैले उनीहरूको जीवनलाई पुनः येशूमा समर्पित गर्नेछन् र परमेश्वरले हामी सबैको मनलाई छुनुहुनेछ र उहाँको त्यो शक्तिशाली वचनले हाम्रो मनलाई छुनुहुनेछ। धन्यवाद। घाम्सा हाम्निदा धन्यवाद। धन्यवाद। तपाईहरू पनि यसपालिको बाइबल सेमिनारको वचन सुन्नुहुन्छ भने तपाईहरूको पनि मन परिवर्तन हुने कुराको अनुभव गर्न सक्नुहुन्छ। अब हामी ग्रासियास क्वायरको भजन गीत सुन्नेछौँ।
थियो। अब रेभ जेम्स ओएस पार्कको हाम्रो यसपालिको विशेष वक्ताले 1962 उपचार पाएपछि विश्वासको जीवन जिउनुभयो। उहाँको वचनले हामीलाई पनि डोर्याइदिनुहुनेछ। त्यसो हो भने हामी रेभ जेम्स ओएस पार्कलाई स्वागत गर्दछौँ। 안녕하십니까? सबैलाई जय मसीह। 하나님의 은혜로 전 세계 많은 사람들 앞에서 예수님의 이름을 이야기할 수 너무 감사합니다. र म साँच्चै मनदेखि धन्यवादी भएको छु कि परमेश्वरको अनुग्रहको कारण म येशूको नाउँको बारेमा बोल्न समर्थ भएको छु। 기쁨과 소망이 됩니다. र येशू ख्रीष्टको नाउँ हाम्रो लागि आशा अनि धन्यवादीको कुरो भएको छ। 마가복음 11장 24절 말씀을 읽겠습니다. र आज हामी मर्कुस 11 अध्यायको 24 पद पढ्नेछौँ। 마가복음 11장 24절을 찾으시면 좋겠습니다. कृपया मर्कुस 11 अध्यायको 24 पदलाई पल्टाउनुहोस्। 찾으셨으면 제가 읽겠습니다. र यदि भेटाउनु भयो भने हामी पढ्न सुरु गर्नेछौँ। 그러면 내가 너희에게 말하노니 무엇이든지 기도하고 구하는 건 받은 줄을 믿어라. 그리하면 너희에게 그대로 되리라. यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। 너무 짧고 아름다운 말씀. र एकदमै छोटो तर अति सुन्दर वचन छ। म फेरि यसलाई एकपटक पढ्नेछु। 너희에게는 무엇이든지 기도하고 구한 것은 받은 줄로 믿어라. 그러면 너희에게 그대로 되리라. यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। 예수님이 직접 하신 말씀입니다. र प्रियहरू, यो चाहिँ येशू ख्रीष्टले आफैले भन्नुभएको वचन हो। 기도하고 구한 건 받은 줄로 믿어라. जे पनि तिमीहरूले प्रार्थनामा माग्छौ त्यो कुरा पाइसकेका छौ भन्ने विश्वास गर। 왜 이렇게 말씀하신 분 아무도 प्रियहरू, येशू ख्रीष्ट बाहेक अरू कसैले पनि यो वचन भन्न सक्दैन। 그렇지 누구시든지 불문하고 र आज साँझ तपाईँ जो कोही भए तापनि 이 말씀이 여러분 마음 속에서 마음으로 믿어져서 जब तपाईँ यो वचन आफ्नो मनमा स्वीकार गर्नुहुन्छ 기도하고 र प्रार्थना गर्नुहुन्छ 그것이 이루어질 줄 믿는 믿음을 갖게 되면 र जब तपाईँले विश्वास गर्नुहुन्छ यो तपाईँको जीवनमा पुरा हुन्छ। 놀라운 역사를 일으키게 될 것입니다. र तब प्रियहरू, यसले अचम्मको ठुलो काम गर्छ। 제가 이 제 노트를 통해서 날짜를 알아보려고 다이어리를 찾아서 읽어봤습니다. प्रियहरू हो, जब मैले मेरो नोटबुक हेरेँ मैले यो एउटा मिति भेटाएँ 87년도의 이야기입니다. र यो कथा चाहिँ 1987मा भएको कथा हो। 87년도에 한국에 올림픽이 있었고 1988मा कोरियामा ओलम्पिक गेम थियो 시작하기 1년 전 이제 5월 र यो चाहिँ कोरियामा ओलम्पिक गेम हुनुभन्दा 1 वर्ष अगाडि मे महिनातिरको कुरा हो। 건강한 편인데 र हो, साँच्चै अहिले म एकदम स्वस्थ छु। 또 몸이 아주 크게 튼튼한 편은 아니었어요. र प्रियहरू, तर म युवा अवस्थामा हुँदाखेरि म बिल्कुलै स्वस्थ थिइनँ र म एकदम कमजोर तर्फमा थिएँ र म अलिकति होचो पनि थिएँ। 과격한 뭐 축구나 럭비 그런 과격한 참 싫어했어요. त्यसै कारण मैले असाधारण प्रकारको खेलहरू जस्तै रग्बी अनि यो फुटबलहरू 별로 무리한 힘을 쓰지 않는 그런 일들 좀 하고 र मैले चाहिँ साधारणतया एकदमै साधारण प्रकारको गेमहरू जस्तो भलिबल खेलेँ 한 편이었습니다. र वास्तवमा मेरो शरीर एकदमै कमजोर थियो। 이제 그냥 잘 1987년 이제 5월 달쯤 돼서 मलाई ठिकै नै थियो, तर 1987को लगभग मे महिनातिर 저에게 찾아왔습니다. तर अचानक मलाई पेटको अल्सर भयो। 여러분 딴 건 다 좋아도 위궤양 걸리지 마십시오. प्रियहरू, तपाईँहरूलाई अरू सबै कुरा भए तापनि जेसुकै भए तापनि पेटको अल्सर चाहिँ नहोस्। वास्तवमै म खाना एकदमै रमाउँछु, तर अल्सर भएको कारण मैले कुनै पनि खानेकुराहरू 그래서 저는 정말 그때 어려웠어요. त्यसै कारण त्यो बेला म थुप्रै कठिनाइहरू भएर गएँ। 3개월 동안 위궤양을 앓았는데 3 महिना मलाई अल्सर भयो 그 당시 제 체중이 70kg였는데 र त्यति बेला मेरो शरीरको तौल चाहिँ 70 किलोग्राम थियो। 그때보다 살이 좀 많이 더 찐 편이죠. हो, अहिले मेरो त्यति बेलाको भन्दा केही बढी तौल छ। 3개월 동안에 위궤양으로 7kg가 줄었습니다. तर त्यस बेला अल्सरको कारणले गर्दा मेरो 3 महिनाभित्रमा 7 किलो जति तौल घट्यो। 길게 그뭐 자세히 이야기하느냐면 प्रियहरू, म किन यो कथालाई एकदमै सविस्तारमा बताउन गइरहेको छु भने 속에서 이 말씀 속에서 किनकि यी शब्दहरूभित्र, यो कथाभित्र 굉장히 놀라운 변화가 왔기 때문입니다.
किनभने त्यहाँ मेरो आत्मिक जीवनको ठुलो परिवर्तन भएको थियो। 이론으로 알고 있었지만 र प्रियहरू, मैले यो बाइबललाई सिद्धान्तको रूपमा बुझेको थिएँ, 그래서 믿음으로 가는 그 부분이 굉장히 저에게 불비해. तर साँच्चै यो मैले बुझेको कुरालाई चाहिँ साँच्चै मेरो विश्वासमा जीवनमा उतार्ने कुरा चाहिँ एकदम अस्पष्ट थियो। 있는 거 끝나면 그건 아무 의미가 없습니다. र यदि तपाईँलाई बाइबलको विषयमा थाहा छ भने पनि साँच्चै मैले यो थाहा छ भने तापनि साँच्चै यसमा कुनै सरोकार छैन। 시작하면 र तपाईँ जोसुकै हुनुहोस्, तर जब तपाईँ यो वचन विश्वास गर्नुहुन्छ 그 일을 해서 여러분을 전혀 다른 새로운 사람으로 만들어 가고 있다는 거죠. र अचम्मको कुरा चाहिँ के हो भन्दा जब यो बाइबलको वचन तपाईँको मनमा प्रवेश गर्छ तब अचम्म प्रकारको परिवर्तन तपाईँमा आउन सुरु गर्छ। 굉장히 어려웠었는데 र प्रियहरू, साँच्चै कोरोना भाइरसको कारणले गर्दा कोरिया एकदमै अप्ठ्यारो अवस्थामा भएर गुज्रिरहेको छ। 참 많이 어려워하는구나. त्यसै कारण हामीले कोरोनाको कारणले एकदम कठिनाइहरू झेलिरहेका छौँ। 어렵고 तिनीहरूलाई कोरोना लागेको छ। 나오고 धेरै मानिसहरू मरिरहेका छन्। 이렇게 여행도 못 त्यसै कारण हामी एक ठाउँबाट अर्को ठाउँमा जान पनि सकिरहेका छैनौँ। धेरै कठिनाइ भइरहेको छ। 제가 경험한 주님은 तर प्रियहरू, जो परमेश्वर मैले अनुभव गरेँ 종종 있었지만 र मेरो जीवनमा साँच्चै एकदमै कठिनाइहरू भए तापनि 인생이 어려움 끝나지 않은 모든 걸 축복으로 바꾸는 걸 경험했어요. र जब मैले के अनुभव गरेँ भने त्यो कठिनाइहरू चाहिँ आशिषमा गएर टुङ्गिएको पाएँ। 나도 하나님 축복으로 바꾸실 거라 그렇게 생각을 했어요. र त्यसै कारण मैले यो कोरोनाको विषयमा पनि के सोचेँ भने यो कोरोना पनि साँच्चै आशिषमा गएर परिणत हुन्छ। 사랑하는 성도들은 전부 교회를 못 र कोरोना भाइरसको कारणले गर्दा हाम्रो सबै प्रिय मण्डली परिवारका सदस्यहरू पनि साँच्चै मण्डली समेत आउन सकिरहनु भएको थिएन। र अहिले हाम्रो कोरिया सरकारले यो कोरोना भाइरसलाई नियन्त्रण गर्न सफल भएको छ र अहिले उनीहरूले केही मात्रामा भए पनि अलिकति सजिलो बनाएका छन्। त्यसै कारण सरकारले हामीलाई अलिकति यस्तो सेवाहरू गर्न, सङ्गति गर्न पनि अनुमति दिनुभएको छ। र उहाँले सरकारले के भन्छ भन्दाखेरि धेरै नजिक चाहिँ नजानु, तर अलिकति दूरी कायम गरेर बस्नु। जब कोरोनाले उग्र रूप लिइरहेको थियो त्यति बेला हामी एकजना व्यक्तिहरू पनि भेला हुन सक्दैनथ्यौँ। प्रियहरू, साँच्चै तपाईँहरू परिकल्पना गर्नुहोस् कि कोही पनि व्यक्तिहरू यो चर्चमा उपस्थित हुनुहुन्थ्यो, तर फेरि पनि मैले प्रचार गर्नु पर्थ्यो। त्यति बेला कोही पनि मानिसहरू चर्चमा उपस्थित हुनको लागि अनुमति थिएन र मैले यो खाली कुर्सीहरूलाई हेरेर प्रचार गर्नु पर्थ्यो। 집에서 비디오로 이제 말씀을 듣고 त्यसै कारण धेरै मानिसहरूले घरमै बसेर भिडियोको माध्यमद्वारा वचनहरू सुन्नु पर्थ्यो। 됐는데 जब हामी इस्टर सन्डे ताका आइपुग्यौँ, 큰그 실내 야구장 그런 곳에서 이제 우리 부활절 행사를 많이 했는데 सामान्यतया हामीले यो इस्टर सन्डे चाहिँ गोचोक स्तोकदोङ भन्ने ठाउँमा जहाँ एकदम ठुलो ठाउँ छ त्यहाँ गर्ने गर्थ्यौँ। 그 대신에 줌을 통해서 그러니까 예배를 तर हामीले यो पटक हामीले त्यसरी अरू ठाउँमा गएर गर्न सकेनौँ, तर यहीँबाट हामीले जुमको माध्यमबाट सर्भिस गऱ्यौँ। 예배를 시작하는데 전부 다 막 그 기계가 문제가 생겼어요. र मलाई केही पनि थाहा थिएन, तर हाम्रो पास्टरहरूले अचानक भन्नुभयो कि यहाँ केही मसिनमा समस्या छ भन्नुभयो। 200만 명이 들어온 겁니다. किनकि हामीसँग लगभग 20 लाख मानिसहरू चाहिँ रजिस्टर भएका थिए र हामीलाई त्यति बेला एकदम ठुलो झड्का लाग्यो। 특히 우리가 그날 5개 언어로 방송을 했는데 विशेष गरी हामीले यो सर्भिस चाहिँ 5वटा फरक भाषाहरूमा गरेका थियौँ र मैले कोरियन भाषामा बोलेँ, अनि इङ्ग्लिसमा, 저뭐 중국 चाइनिज भाषामा 그리고 이제 그 र त्यसै गरी स्पेनिस भाषा 다음에 저 불어 र फ्रेन्च, यसरी 5वटा भाषामा सर्भिस गऱ्यौँ। 에스파뇰에서 말씀을 듣는 사람 र जसै मानिसहरूले स्पेनिस भाषामा वचनहरू सुनिरहेका थिए, 이제 제가 말씀 마칠 때쯤 돼서 4천 명이 그 र सर्भिस सिद्धिसके पछाडि, सेवा सङ्गति सिद्धिसके पछाडि 4000 जना जति मानिसहरूले गवाई भन्न आउनुभयो र उहाँहरूले उद्धार पाउनुभयो र उहाँहरूलाई एकदम मन छोएको थियो। 그러면서 저들은 다시 이제 이번 집회를 계획했고 त्यसै कारण हामीले फेरि एकपटक यो सम्मेलन गर्ने योजना बनायौँ 그 방송 전부 다 우리 집회를 중계해 주기로 했어요. र विश्वभरिमा भएका प्रख्यात च्यानलहरू, प्रसारणहरूलाई पनि उहाँहरूले हामी बोलाउँछौँ भन्नुभयो। सुरुवातमा पास्टरहरूले मलाई भन्नुभयो कि हामी लगभग 13 करोड जति मानिसहरूको लागि प्रसारण गर्ने कन्फर्म भयो। 13 करोड जति रजिस्टर भयो। 7천이라고 말해. त्यसपछि फेरि उहाँहरूले भन्नुभयो 37 करोड, त्यस पछाडि फेरि भन्नुभयो 40 करोड 7억까지 올라가. र त्यस पछाडि हुँदै फेरि 70 करोड भयो। 지금은 한약
하는 방송이 듣는 시청자들이 한 8억쯤 될 र हामीले के अनुमान लगायौँ भने लगभग 80 करोड जति मानिसहरूले यो हेर्नुहुनेछ, यो सुन्नुहुनेछ। र प्रियहरू, यो चाहिँ इतिहासमा नै सबैभन्दा पहिलोचोटि भएको महान सुसमाचारको कार्य हो। 하지만 실제로 8억이 얼마나 큰 사람 많은 숫자인데 믿어지질 않습니다. इमान्दार साथ भन्ने हो भनेदेखि साँच्चै मलाई पनि थाहा छैन कि कति धेरै ठुलो सङ्ख्यामा यसले कभर गर्छ। र मैले मात्रै के गर्न सक्छु भने म धन्यवाद दिन सक्छु। 다른 이야기 하자고 예수님을 प्रियहरू हो, मलाई एकदम अचम्म लागिरहेको छ कि हामी अरू केही विषयमा कुरा गर्न गइरहेका छैनौँ, तर हामी येशू ख्रीष्टको विषयमा कुरा गर्न गइरहेका छौँ। येशू 여러분에게나 나에게 수없이 많은 말씀을 र चाहे उहाँले तपाईँलाई भन्नुहोस् अथवा मलाई भन्नुभएको होस्, उहाँले धेरै कुराहरू भन्नुभयो, धेरै वचनहरू भन्नुभयो। र त्यो वचन जेसुकै भए तापनि 여러분 그 말씀 믿었을 때 र तपाईँले जब त्यो वचनलाई विश्वास गर्नुहुन्छ, 사람이든지 तब प्रियहरू हो, तपाईँ कस्तो प्रकारको व्यक्ति बन्नुहुन्छ। चाहे तपाईँ असल या खराब हुनुहोस्, चाहे तपाईँ असल या दुष्ट हुनुहोस्, चाहे तपाईँ चलाक हुनुहोस् अथवा मूर्ख हुनुहोस्, 상관없이 ती कुराहरूको बावजुद पनि 그 말씀을 마음에 믿음으로 받아들였을 때 जब तपाईँ विश्वासद्वारा यो वचनहरू स्वीकार गर्नुहुन्छ, 예수님 말씀은 여러분 마음 안에 일어나기 시작. तब तपाईँभित्र येशूले काम गर्न सुरु गर्नुहुन्छ। 하나님 우리 인간을 만들 때 마음을 만들 प्रियहरू, जब परमेश्वरले हामीलाई बनाउनु भयो, उहाँले त्यो मन पनि बनाउनु भयो 말씀을 받아들일 수 있도록 그렇게 만들. र त्यो मनले चाहिँ साँच्चै परमेश्वरको वचनलाई स्वीकार गर्न सक्ने गरी बनाउनु भयो। 말씀을 받아들이면 र यदि मानिसको मनले जब परमेश्वरको वचनलाई स्वीकार गर्न सक्दछ, 마음 안에서 하나님이 살아 र त्यो समयदेखि परमेश्वर साँच्चै त्यो व्यक्तिभित्र बास गर्न थाल्नुहुन्छ र उहाँले काम गर्न थाल्नुहुन्छ। तब त्यो मनबाट त्यो निराशाहरू जान्छन्, त्यो दुःखहरू जान्छन् र पापहरू जान्छन् 일들이 일어나고 있다는 र अचम्मको व्यक्त गर्न नसक्ने कुराहरू चाहिँ हुन सुरु गर्दछ। 많은 사람들이 성경을 읽고 있지만 दुर्भाग्यको कुरा चाहिँ अहिलेको समयमा धेरै मानिसहरूले बाइबल पढे तापनि 믿지 않고 있다는 것입니다. तर तिनीहरूले साँच्चै यो वचनलाई विश्वास नगरिकन जिउँदछन्। 믿기 때문에 किन? किनकि उनीहरूले आफ्नै विचारलाई विश्वास गर्छन्। हाम्रो विचार चाहिँ परमेश्वरको वचनभन्दा फरक छ। 여호와의 말씀에 내 생각은 너희 생각과 다르며 जसै परमेश्वरले भन्नुभयो कि मेरो विचारहरू तिम्रो विचार होइनन्, 너희 길과 달라서 मेरा चालहरू तिमीहरूका चाल होइनन्। 분명히 하나님은 우리가 하는 생각과 한 생각이 다르시 प्रियहरू, साँच्चै हाम्रो विचारहरू चाहिँ परमेश्वरको विचारभन्दा फरक छ 하고 하나님의 뜻이 다르시 र हाम्रो इच्छा चाहिँ परमेश्वरको इच्छाभन्दा फरक छ। 참 오랫동안 우리의 뜻대로 살고 우리의 방법대로 살고 र लामो समयदेखि हामी हाम्रो इच्छा अनि हाम्रो उपायद्वारा जिरहेका थियौँ। 아름다운 은혜를 베풀기 र परमेश्वरले हामीलाई पुनर्स्थापन गर्नको लागि उहाँको अचम्मको अनुग्रह दिनुभयो 위해 넣어주기를 र उहाँको सुन्दर मन हामीलाई दिनुभयो। 여러분 마음속에 하나님 말씀을 믿음으로 받아들이고 जब परमेश्वरको वचन तपाईँको मनभित्र प्रवेश गर्दछ, 여러분 안에 들어오면 जब परमेश्वरको वचन तपाईँको मनभित्र प्रवेश गर्दछ 상상할 수 없는 놀라운 사람으로 र तब तपाईँ कहिल्यै पनि तपाईँले परिकल्पना गर्न नसकेको त्यस्तो अचम्मको व्यक्तिमा परिणत हुनुहुन्छ। 열심히 해야 하는 게 아닙니다. र यो चाहिँ हामी आफैले केही गर्नुपर्ने कुरा होइन र यो हामीले कोसिस गर्नुपर्ने कुरा होइन 담배를 끊으려 노력하거나 도박을 하자 노력하는 게 र यो हामीले एकदम कोसिस गर्दै सङ्घर्ष गर्दै हामीले विभिन्न गेमहरू जुवाहरू खेल्नलाई छोड्नुपर्ने कोसिस गर्नुपर्ने कुरा होइन। र तपाईँ आफ्नो ठाउँमा कुन अवस्थामा हुनुहुन्छ त्यसले केही फरक पर्दैन। र आज म परमेश्वरको वचनको विषयमा कुरा गर्न गइरहेको छु। 속에 받아들여지게 됩니다. जब तपाईँ यो परमेश्वरको वचनलाई मनमा स्वीकार गर्नुहुन्छ 절대로 하나님 말씀이 들어오기 전 사람 같을 수가 없습니다. र तपाईँ परमेश्वरको वचन अगाडि पहिला कहिल्यै नभएको जस्तो त्यो व्यक्ति बन्नुहुन्छ, तब तपाईँ खुसी हुनुहुन्छ र तपाईँको मनमा आशा पलाउँछ र त्यसै गरी तपाईँको मनमा प्रेम जागृत हुन्छ 갖게 되는 것입니다. र तब तपाईँ परमेश्वरसँग एउटै मन भएको व्यक्ति हुनुहुन्छ। 하나님을 원하든 원치 않든 간에 하는 같은 마음 र जब तपाईँ यो चाहनुहोस् या नचाहनुहोस्, जब परमेश्वरसँग एउटै मन हुन्छ 하나님 같은 마음을 가지고 움직이기 시작하면 र तब तपाईँ परमेश्वरको मनद्वारा डोरिन थाल्नुहुन्छ। 하나가 되면 जब तपाईँ र परमेश्वरको मन एउटै हुन्छ 여러분이 누구든지를 불문하고 여러분 속에 하나님이 र चाहे तपाईँ जोसुकै हुनुहोस्, परमेश्वर तपाईँको साथमा जिउनुहुन्छ र काम गर्न थाल्नुहुन्छ। प्रियहरू, यो विषयमा सोच्नुहोस्। 하고 하나님 여러분 마음 안에서 일할 때고 같은 प्रियहरू, साँच्चै तपाईँ काम गर्दै हुनुहुन्छ कि परमेश्वर काम गर्दै हुनुहुन्छ? 여러분이 하는 일하고 하나님 하시는
전혀 다른 र जब तपाईँले काम गर्ने र परमेश्वरले काम गर्ने पूर्ण रूपले फरक छ 전혀 다른 사람으로 변할 수밖에 र तर तपाईँसँग कुनै छनौट हुँदैन कि तपाईँ पूर्ण रूपले परिवर्तन भएर फरक व्यक्ति हुनुहुन्छ। र 1987मा 5월달이었어요. मे महिनामा 그러니까 저는 그때 위궤양이 처음으로 왔어요. त्यति बेला मलाई पहिलो पटक पेटको अल्सर भयो 저는 그때 생전 위궤양은 처음 걸렸는데 र त्यति बेला मेरो जीवनमा पहिलो पटक त्यो पेटको अल्सर भएको थियो 제가 영어를 र म इङ्ग्लिस राम्रोसँग बोल्न सक्दिनँ थिएँ 이렇게 잘 못하지만 딱 하나 할 줄 아는 말이에요. I can't speak as well as him, but I can say र आई लाइक इटिङ म खाना मन पराउँछु यही एउटा मात्रै भन्न जान्दछु म र यो पनि उच्चारण राम्रो छैन that's good pronunciation. Yes, thank you. 그래서 I like eating. I like eating. 먹는 걸 참 좋아. र साँच्चै म खानेकुरा मन पराउँछु 그건 어떻게 다 말 안 해도 뭐 여러분 그냥 짐작하죠. र म यसलाई धेरै व्याख्या गर्दिनँ तर तपाईँ आफै परिकल्पना गर्नुहोस् 위궤양은 입은 있는데 입을 안으로 음식을 넣을 수가 र पेटमा अल्सर भएको कारणले गर्दा मेरो मुख भए तापनि म कुनै पनि कुराहरू खान सक्दैनथेँ 없어요. 기뻐하지 않는 거예요. र किनभने यो मेरो पेट चाहिँ त्यो खुसी हुँदैन थियो पूर्ण रूपले बिरामी थियो 아니, 여러분 제가 무슨 음식을 먹어도 र मैले जुनसुकै खानेकुरा खाए तापनि मलाई पखाला भइहाल्थ्यो Diarrhea. 제 आ내가 고생하는 걸 त्यसै कारण मैले मेरो श्रीमतीले गरिरहेको सङ्घर्ष पनि देखेँ 아내한테 늘 큰 소리 쳤는데 र म त्यस्तो व्यक्ति थिएँ जसले मेरो श्रीमतीप्रति साँच्चै गर्व गर्थे र जब म बिरामी भएँ त्यति बेला मलाई एकदम धेरै आत्मग्लानीको महसुस भयो किनकि उनले मलाई खानेकुराहरू खानको लागि खुवाउनको लागि कोसिस गरे तापनि म खान सक्दिनथेँ हो म खान सक्थेँ तर तत्कालै मलाई पखाला चल्थ्यो र एकदम दुःख हुन्थ्यो 3개월 가는 동안에 र 3 महिनासम्म 그 당시 내가 체중 7kg가 빠져 3 महिनामा मैले 7 kilograms. 7 किलो तौल गुमाएँ And so you र मेरो यो सबै प्यान्ट अनि कोटहरू पनि ठुलो भयो 거의 막 고통스러웠어요. and so it was very painful for me. 한양대학병원에 체령 र त्यहाँ एउटा हानिङ युनिभर्सिटीमा एकजना डाक्टर चोय हुनुहुन्थ्यो Was a Dr. Choi. 내과 과장이셨어요. र त्यहाँ चाहिँ उहाँ आन्तरिक औषधिको इन्चार्ज हुनुहुन्थ्यो र उहाँले औषधि दिनुभयो And he made some medicine for me. 의사 선생님 저에게 말씀하시기를 र उहाँले भन्नुभयो 목사님 위장은 그 창호지에 물을 젖은 창호지와 같습니다. पास्टर तपाईँको पेट चाहिँ यो कागज जस्तै पातलो भएको छ Paper soaked in water. 그 위장이 너무너무 얇아져 있기 때문에 किनकि तपाईँको पेट एकदम पातलो भएको छ एकदम ध्यान दिनुपर्छ Extremely careful. 안에 위가 뚫어지면 र यदि मानौ तपाईँको त्यो पेटमा चाहिँ पल पर्यो भने 시간 안에 죽습니다. Within र 24 घन्टाभित्र तपाईँ मर्नुहुन्छ 그런데 그 위가 구멍 날 확률이 상당히 많습니다. तर तपाईँको जीवनमा साँच्चै त्यो पल पर्ने सम्भावना धेरै छ 의사 말을 어째 믿으면 어째 들으면 진짜가 어째 들으면 협박하는 र कुनै बेला मैले त्यो डाक्टरले भनेको कुरा सुन्ने हो भनेदेखि यो मलाई तर्साएको होला जस्तो नै लाग्थ्यो 착한 환자는 아닌가. त्यसै कारण मलाई लाग्दैन कि म एउटा असल बिरामी हो 난 음식을 먹어야 하는데 र प्रियहरू त्यति बेला मैले जे कुराहरू पनि खाने हो भने तुरुन्तै पखाला लागेर एकदम दुःख हुन्थ्यो एकदम पेट दुख्थ्यो it was so painful. 그 최영 박사님 그 준 약을 먹으니까 속이 이렇게 편할 수도 있겠구나. त्यसै कारण जब त्यो डाक्टर चोइले दिएको औषधि खाए पछाडि केही समय आराम भयो 한 일주일 약을 먹었는데 र जब मैले 1 हप्ता जति त्यो औषधि खाएँ 처음엔 참 좋았더니 일주일 지나가니까 약을 먹을 때나 먹을 때 र यो 1 हप्तासम्म त्यो औषधि खाइसके पछाडि फेरि पहिलाको जस्तै रूपमा फेरि यो बल्झियो 너무 고통스러워. एकदम दुःख हुन्थ्यो 제 안에 가족들이 뭐 저든 찢고 볶고 막다 해먹고 त्यसै कारण मेरो श्रीमतीले एकदम हरेक खानेकुराहरू उमालेर 조금에다가 말이야 र उनले मलाई अलिकति जाउलो दिन्थिन् 4cm 사로 세로 4cm र उनले अरू विभिन्न प्रकारको सिविडदेखि लिएर यस्तो बिफहरू तयार गर्थिन् तर त्यो कुरा हेर्दाखेरि म एकदम निराश हुन्थेँ जब मैले त्यो टेबलमा भएको प्रशस्तै खानेकुराहरू देख्थेँ त्यो कुराहरू हेरेर म एकदम निराश हुन्थेँ किनकि मैले त्यो खान सक्दैनथेँ म यो भन्नुपर्दा माफी चाहन्छु तर म साधारणतया सभा सम्मेलनहरूमा जाने गर्थेँ र सभा सम्मेलनहरूको चाहिँ निश्चित समय निर्धारण गरिएको कारणले गर्दाखेरि म त्यो निर्धारित समयमा त्यहाँ पुग्नु पर्थ्यो 배 아프다는 소리 안 하는 र जब मलाई मुख्य वक्ताको रूपमा उहाँहरूले बोलाउने हो भनेदेखि मसँग चाहिँ पेटको समस्या छ भन्ने हो भनेदेखि उहाँहरूलाई अलिकति असजिलो महसुस हुन्थ्यो 하는데
उनीहरूले मुख्य वक्ता बोलाउने हो भनेदेखि उनीहरूले प्रशस्तै एकदमै तेल भएको चिल्लो भएको खानेकुराहरू तयार गर्थे। वास्तवमा यो एकदम कठिन थियो। र त्यसपछि 3 महिना बित्यो 어느 날 새벽에 일어났는데 र जब एक बिहान म एकदम सबेरै उठेँ र मैले सोचेँ, 저는 보통 여름이 되면 평소보다 한 배 이상 जब एक दिन म बिहान सबेरै उठेँ र म सोच्न सुरु गरेँ र साधारणतया यो गर्मी मौसममा चाहिँ म दोब्बर काम गर्ने गर्थेँ 이 몸 가지고 이번 여름 행사를 감당할 수 없어. र मैले सोचेँ कि साँच्चै यस्तो शरीर लिएर म यो तालिकालाई कसरी पुरा गर्न सक्छु। 나는 진지하게 무릎을 꿇고 त्यसै कारण मैले त्यो बिहान घुँडा टेकेर परमेश्वरसँग साँचो रूपमा प्रार्थना गरेँ। मैले भने, परमेश्वर, मेरो पेट अत्यन्तै दुख्छ। 이번 행사를 도저히 여름 행사 감당할 수 없어. अब मैले साँच्चै यो गर्मी मौसममा भएको सम्मेलन चाहिँ कुनै पनि हालतमा गर्न सक्दिनँ। 좀 낫게 해주십시오. र परमेश्वर, म तपाईँलाई साँचो रूपमा प्रार्थना गर्छु कि कृपया मेरो पेट निको पारिदिनुहोस्। त्यसरी मैले प्रार्थना गरेँ। 이 말씀이 잘 아는 이야기인데 र यो वचनहरू मैले राम्रोसँग थाहा पाएको भए तापनि 이야기하시는 것처럼 그러므로 내가 너희에게로 오니 र साँच्चै यो चाहिँ परमेश्वरले मलाई भन्नुभएको जस्तो भइरहेको थियो। 받은 줄로 믿어라. 그리하면 너희에게 그대로 되리라. र तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास गर र त्यो तिमीहरूले पाउनेछौ। 이 말씀 굉장한 र 말씀이에요. साँच्चै बिल्कुल महान वचन हो यो। 무엇이든지 जे पनि तिमीहरूले प्रार्थनामा माग्छौ When you pray, 구한 뒤에 र जब तिमीहरूले त्यो माग्छौ, 하나님 네게 주시겠다고 믿으면 받은 줄로 믿으면 यदि तिमीले त्यो पाइसकेको छु भनेर विश्वास गर्यौ भने 그대로 된다. त्यो तिमीहरूको हुनेछ। them. 저는 그냥 이야기를 하나쯤 그렇게 진지하게 생각하지 않았는데 र मैले यो पहिला धेरैचोटि पढेको वचन भए पनि म यति धेरै गम्भीर भएर सोचेको थिइनँ। 있네. How in the world प्रियहरू, साँच्चै यो संसारमा यस्तो खालको वचन कहाँ छ? यदि मैले प्रार्थना गरेर 하나님 응답해 준다고 믿기만 하면 त्यो कुरा पाएको कुरा विश्वास गरेँ भने my prayers? 그대로 된다. त्यो कुरा मेरो हुन्छ। 이건 하나님의 말씀이잖아요. यो परमेश्वरको वचन हो। 이렇게 쉬운데. यो यस्तो सजिलो छ। 그러면 저는 왜 이런 이야기를 하느냐? म तपाईँहरूलाई यो किन भनिरहेको छु भन्दाखेरि, किनकि 사람들이 말씀을 많이 듣습니다. धेरै मानिसहरूले प्राय वचन सुन्नुहुन्छ Often 듣고 알고 they listen, they know, 성경 시험을 잘 칩니다. and so they're र उनीहरू जाँच गर्छन् कि साँच्चै बाइबलको जाँच गरौँ। 듣고 있는 사람 너무 많아요. र तर धेरै मानिसहरू अहिले साँच्चै यो सत्यतालाई विश्वास गर्दैनन्। 저는 너무 좋네. यो चाहिँ महान छ। 그래서 일단 기도 하나님 배가 너무 아프나 낫게 해주십시오 하고 기도를 했습니다. र मैले सर्वप्रथम परमेश्वरलाई प्रार्थना गरेँ, परमेश्वर, यो साँच्चै एकदम खराब छ, एकदम दुःख छ, कृपया निको पार्नुहोस्। 하나님 내 배를 다 낫게 하셨네요. 감사. 그러면 되는 거예요. र त्यसै कारण मैले परमेश्वरलाई भन्न सक्थेँ, परमेश्वर तपाईँले मलाई निको पार्नुभयो, त्यसै कारण धन्यवाद मात्रै भन्न सक्थेँ। र त्यसरी मैले विश्वास गरेँ, मेरो पेट निको भइसक्यो, परमेश्वर धन्यवाद, म अब निको भएँ। I believe it. तर समस्या चाहिँ त्यहाँ समस्या थियो। 아침에 식사하러 가려고 하는데 식사 생각해 보니까 र जब मैले यो बिहानको खानेकुराको विषयमा सोचेँ, Breakfast. 한국 사람 김치 좋아하잖아요. कोरियन मानिसहरू किम्ची खान अति रुचाउँछन् 김치가 좋은 게 र किम्चीको राम्रो कुरा चाहिँ 맛이 아주 강하죠. र किम्चीको स्वाद चाहिँ एकदम कडा छ। 음식에도 궁합이 맞아요. And so if त्यसै कारण यो कुनै पनि प्रकारको खानेकुरासँग मिल्छ। 저도 김치 맛이 even with cold तपाईँको यो खानासँग पनि मिल्छ 그러니까 라면하고 먹으면 기가 막히고 र यो रोमी चाउचाउसँग पनि मिल्छ, यो मासुसँग पनि मिल्छ। steak is delicious. 김치 자체는 강하기 때문에 뭘하고 먹어도 어울려요. र यसको किम्चीको स्वाद एकदम कडा भएको कारण कुनै पनि कुरासँग मिल्छ। 김치 같은 총각을 넣으면 त्यसै कारण यदि कुनै पनि युवा पुरुष चाहिँ यदि किम्ची जस्तो छ भनेदेखि यसको अर्थ चाहिँ के हुन्छ भन्दाखेरि ऊ कुनै पनि स्त्रीसँग राम्रोसँग अगाडि बढ्न सक्छ। साँच्चै यो सत्य हो। 김치하고 그 한국 사람들은 त्यसै कारण कोरियन मानिसहरू चाहिँ 아내 없이 사는 사람이 있어도 김치 없이 사는 사람 없다. र त्यसै कारण धेरै मानिसहरूले भन्छन् साँच्चै कोरियनहरू चाहिँ बरु श्रीमती बिना जिउन सक्छन् तर किम्ची बिना जिउन सक्दैनन्। यसको मतलब चाहिँ यी किम्ची कति महत्त्वपूर्ण छ भन्ने कुरा हो। 보통 뭐 10살 미만은 전부 다 김치 먹지 안 먹는 사람이 많아요. And so then usually if you're under 10, then you would only eat kimchi. You don't have a wife. 근데 이제 중요한 것은 र महत्त्वपूर्ण कुरा चाहिँ 내가 배가 다 나았다면 김치를 먹어야 하는. र यदि म पूर्ण रूपले निको भएको हुँ भने मैले किम्ची खानुपर्छ। 배가 아프기 때문에 김치를 못 먹은 거예요. र किनकि मेरो पेट दुखिरहेको थियो त्यसै कारण म किम्ची खान सकिरहेको थिइनँ। जब म पहिलो पटक अफ्रिकामा गएँ 그때는 이제 위장이 안 좋았어.
र त्यति बेला मेरो पेट ठिक थिएन 제가 그때 87년까지 위장이 참 र मेरो 1987 मा मेरो पेट एकदम खराब थियो 늘 소화가 안 되고 राम्रोसँग पचाउन सक्दैन थिएँ 제가 어떻게 독일 갔을 때 이현모 목사님 참 지금 죄송한데 이 목사 나좀 주물러줘 하고 막 र म त्यसै गरी जर्मनीमा जाँदा पनि साँच्चै मैले त्यहाँको पास्टरलाई पास्टर साँच्चै मेरो पेट त्यति सजिलो छैन त्यसै कारण मेरो पछाडि थिचिदिनुहुन्छ मसाज गरिदिनुहुन्छ भने पास्टर यो म एकदम दयालु हुनुहुन्छ 고생을 많이 했어요. त्यसै कारण उहाँले एकदम ख्याल गर्नुहुन्छ 이현모 목사님 참 잘해줍니다. And so I tried. त्यसै कारण उहाँलाई मैले एकदम राम्रोसँग सत्कार गरेँ So I even buy him cold noodles. 근데 여러분 이 김치를 못 먹는 김치를 석 달 동안 못 먹었는데 र प्रियहरू त्यसै कारण मैले 3 महिनासम्म किम्ची खान सकेको थिइनँ 김치를 못 먹은 이유가 위궤양이니까 거기다가 죽만 먹어도 설사하는 김치 먹으면 죽어요. किन मैले किम्ची खान सक्दैन थिएँ भनेदेखि मैले यदि जाउलो मात्रै खाने हो भने पनि मलाई पुरा रूपले पखाला चल्थ्यो तर मैले यदि किम्ची कसरी खान सक्छु यदि मैले किम्ची खाने हो भने म मर्नु पर्थ्यो And the reason र त्यसै कारण मेरो पेट दुखिरहेको थियो 내가 김치 내 배가 나았다고 믿으면 김치를 먹어야 돼. र यदि मैले मेरो पेट निको भयो भनेर विश्वास गर्छु भने मैले किम्ची खानु पर्थ्यो 김치를 못 먹는 이유는 배가 아프기 때문에 못 먹으니까. किन मैले खान सक्दैन थिएँ भने किनकि मेरो पेट दुखिरहेको थियो 성경에 다 낫게 해줄 테니까 믿어라 하면 다 낫게 하면 믿지 말아도 잘 믿죠. त्यसै कारण बाइबलले भनिरहेको छ कि तिमी निको भयो त्यसै कारण अरू जेसुकै भए पनि विश्वास गर्नु त्यसो हो भनेदेखि 근데 तर बाइबलले यो भनिरहेको छैन कि अहिले निको भएको छैन 나았다고 믿으라는 거예요. परमेश्वरले निको हुनुहोस् अनि विश्वास गर्नु भनेको छैन 근데 and my stomach is hurting now. 나았다고 믿고 यदि तिमीले विश्वास गर्यौ भने निको हुन्छ And then विश्वास गर्ने हो भने निको हुन्छ 나았다고 믿으면 김치를 먹어야 하는데 र यदि म निको भएको कुरा विश्वास गर्ने हो भने मैले किम्ची खानुपर्छ वास्तवमा यो सजिलो टेस्ट थिएन 김치를 먹어. र यदि मैले किम्ची खाएर यदि मेरो पेटमा पल पऱ्यो भने what if there's a hole in my stomach? 24시간 안에 죽는다는 म 24 घन्टा मर्छु 4 hours. 최령 박사 날 내 위장이 물에 전 창호지 같다는 डाक्टर चोइले भनेको छ कि साँच्चै मेरो पेट चाहिँ कागज जस्तै पातलो भएको छ र यसमा पानी पनि चोइन्छ र त्यति बेला मैले बुझेँ कि मैले परमेश्वरको प्रतिज्ञालाई विश्वास गरेको छैन The promise of God. 배가 아픈 건 사실이지만 मलाई यो पेट दुखे तापनि 나았다고 믿으면 But if I believe that I'm healed यो निको भएको छ यो चाहिँ विश्वास अनुसार हुन्छ according to that faith, 내가 배가 빵꾸 날 거라고 생각한다면 하나님 안 믿는다는 것이 र यदि मेरो पेट पूर्ण रूपले ठिक छ भने त्यति बेला मैले परमेश्वरलाई विश्वास गर्न जरुरी छैन 웃기는 건데 막 성도들이 큰 소리 치고 하는데 एकदमै चाखलाग्दो कुरा चाहिँ म ब्रदर सिस्टरको अगाडि एकदमै धेरै चिच्याउँदै यसरी प्रचार गरे पनि धेरै समय म आफैमा पनि त्यो विश्वासहरू छैन 나는 오랜 시간을 성경 읽고 तब मैले त्यो दिन बिहान मैले बाइबल पढेको गरेँ over and over again. 성경 분명히 이야기하기를 And the Bible says, surely 무엇이 기도하고 구한 건 받은 줄로 믿어라. तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ 믿으면 돼요. यो चाहिँ परमेश्वरको वचन हो यदि तपाईँ विश्वास गर्नुहुन्छ भने यो त्यस्तै हुन्छ र किन म चिन्तामा थिएँ भने किनकि मैले विश्वास गरेको थिइनँ because I didn't believe God. 믿은 대로 되면 믿은 대로 되기 때문에 믿음 낳는다고 하는데 यदि मैले यो विश्वास गर्ने हो भने मेरो विश्वास अनुसार यो हुन्छ 배가 막 더해질 것 같은 마음이 드는 तर मेरो मनमा डर के थियो भने यदि मैले यो किम्ची खाएँ भने मेरो पेट दुख्छ 오랫동안 여러분 성경 읽으면서 내 마음에 त्यसै कारण त्यो दिन बिहान मैले यो बाइबल बारम्बार पढेँ 이걸 믿었을 때 जब मैले यो विश्वास गर्न पुगेँ 사는 위험하다고 하는데 र डाक्टरले मलाई भन्थ्यो यो एकदम जोखिमपूर्ण हुन्छ 살이 날 거냐 배가 나을 거냐 र त्यसो भनेदेखि मेरो अब पेट एकदम खराब हुन्छ कि म निको हुन्छु त 말하는 나는 그 말씀 확실히 믿지 않기 때문에 그런 얘기를 한다는 것을 알았어. र मैले यो किन यसरी म आज यो भन्न आएको छु भन्दाखेरि साँच्चै त्यो बिहान मैले साँच्चै परमेश्वरको वचन विश्वास गरेको थिइनँ म पास्टर हो र पनि फेरि विश्वास गरेको छैन म प्रचार गरिरहेको छु साँच्चै म आफैले पनि विश्वास नगरी प्रचार गरिरहेको छु म पुरै गलत छु And that's when I thought, यदि तिमीले यो विश्वास गर्यौ भने म निश्चित रूपमा निको पार्नेछु र किन यो चाहिँ परमेश्वरको वचन हो यदि मैले यो कुरा विश्वास गर्दिनँ भने मैले परमेश्वरलाई विश्वास गरेको होइन त्यसो हो भनेदेखि म निको भएँ परमेश्वर धन्यवाद God, thank you. म पूर्ण रूपले निको भएको छु र त्यस पछाडि म खाना खान आएँ र त्यो बिहान हाम्रो घरमा थुप्रै पाहुनाहरू आउनुभएको थियो र मेरो श्रीमतीले ठुलो टेबलमा खानाहरू तयार गरिन् र फेरि उनले मलाई थोरै जाउलो लिएर आइन् अनि सिवेट थोरै लिएर आइन् 재수 없이 잡힌 멸치 두 개. And then the
two anchovies that were very र unlucky. अनि मैले त्यहाँ हेरेँ And so then I saw that. 화가 나지. 저들 찌지고 볶고 먹으면 남편 그런 것만 줘. मलाई एकदम भित्र रिस उठेको थियो कि उनीहरूले चाहिँ थुप्रै परिकारहरू बनाएका थिए र मैले के गर्नुपर्छ मैले त्यो सबै जाउलहरू छेउ लगाएँ 누군지 모르게 갖다 땡기나. जुसुकै होस् मैले केही मतलब गरेन तर मैले पुरा एक कचौरा त्यो खाना लिएँ खिम्ची पनि लिएर आएँ अनि खाएँ मजाले Kimchi, 오래간만에 यो एकदम मसलेदार थियो spicy, and I started eating. 내가 저도 मेरो श्रीमती आएर एकदम छक्क परिन् She was shocked. के गरिरहेको What do you mean? What am I going to do? केही होइन मेरो पेट निको भइसक्यो उनले यसो मलाई हेरिन् अनि गइन् उनले मलाई केही पनि कुरा भन्न सकिनन् र त्यसरी मैले खाएँ 제 이야기인데 र यो मेरो कथा हो 얘기해서 미안한데 म यो भन्न भनेकोमा माफी चाहन्छु तर 이게 시간을 절약하려고 र जब मैले उद्धार पाइसके पछाडि मैले समयलाई एकदमै बचाउन चाहन्थेँ 잠에 대한 글은 다 읽었어요. र म समयलाई एकदमै बचाएर Sleep 잠을 줄일 수 있는 방법을 on how to be able to lessen my sleep time. 그리고 이제 샤워하는 거 And even म नुहाउँदा पनि कसरी म छिटोभन्दा छिटो नुहाउन सक्छु how I can take quick showers. 그리고 이제 밥도 제가 결혼할 때까지 र मैले बिहा गरिसके पछाडि पनि साँच्चै त्यो खानेकुराहरू खाँदाखेरि मैले 2 मिनटभन्दा बढी समय लगाएर खाना खान्न More than 2 minutes. 모든 걸 절약해야 성경을 읽어줘. र मैले एकदम सानो सानो समय भए पनि जोगाएर बाइबल पढ्नु पर्छ 앉아 있는 게 아니고 꼭 성경을 외워갖고 And so र त्यसै कारण म सधैँ बाइबल पढिरहन्थेँ sitting there, always reading the Bible. म बाटो हिँड्दा पनि बाइबल पढिरहेको हुन्थेँ The streets, I'm always reading the Bible. 그렇게 하지 않고는 성경을 읽을 수가 없었어요. त्यसो नगर्ने हो भने मैले बाइबल पढ्ने कुनै उपाय हुँदैन थियो 지금도 제가 문제는 밥을 빨리 먹는 습관이 안 गोछ. र अहिलेसम्म पनि मैले साँच्चै त्यो छिटो खाने बानीलाई रोक्न सकेको छैन 그냥 뭐 보통 게 어떤 대통령같이 살 때가 종종 있어요. र अरूसँग त ठिकै छ तर कहिलेकाहीँ जब राष्ट्रपतिसँग बसेर खाना खाने हो भने त्यति बेला मैले बिस्तारै खाना खानुपर्ने हो तर मैले भट्टाभट्टी खाना खाएर छिटै खाना खाइसिद्याउँछु 밥을 다 먹고 없는 거예요. र जब म खाना खाइसिद्याउँछु 싼 반찬만 자꾸 주면 All I do is I just eating the side 제가 dishes. 항상 그랬어요. That's how I always was. 그날도 제가 다 먹었는데 And so I finished. 딴 사람 반도 안 먹은 거예요. र तर अरूले आधी पनि खाइसकेका हुँदैनन् 숟가락을 놨는데 I put down my spoon. 그 다음이 중요해요. र And यहाँ now this एकदम महत्त्वपूर्ण कुरा के छ भने तर मेरो पेट अब दुख्न सुरु भयो सहन नसक्ने गरी 견딜 수가 없어요. I couldn't bear it. म अनि दौडेर And so बाथरुममा गएँ bathroom. माफ गर्नुहोस् त्यस पछाडि म बाथरुम गएँ Went to the restroom. 죄송합니다. यो कुरा भनेकोमा माफी चाहन्छु 우리 다 아는 이야기겠지만 And I'm pretty sure you all know त्यस this. पछाडि मलाई पखाला सुरु भयो And so right then I started having diarrhea. 분명히 나는 믿었는데 निश्चित रूपमा मैले विश्वास गरेको थिएँ 왜 배가 아파? किन त्यसो भएदेखि पेट दुखिरहेको छ 설사를 막못 견디겠어요. म यो पखाला सहन सक्दिनँ पेट दुख्ने यति दुख्ने पेट मेरो पेट 믿으면 된다고 해. र यदि विश्वास गर्ने हो भने विश्वास अनुसार हुन्छ ल मैले परमेश्वरको वचन विश्वास गरेको छु Believe the word of God. 나왔다고 믿고 김치 된장 다 먹었는데 I believe र मैले विश्वास गरेको कारण साँच्चै खिम्ची लगायत बिन पेस्ट सबै खाएँ तर मेरो पेट दुखिरहेको छ 내 마음에 र मेरो मनभित्र 형편 보지 마 그냥 믿음 유지하자. म यो कुनै अवस्था हेर्दिनँ म अब निरन्तर रूपमा अब विश्वास गर्छु म निको भइसकेको छु शैतान त पर जा म निको भइसकेको छु my stomach's already healed. 사탄도 그냥 만만하지 않아. शैतान साँच्चै त्यति सजिलै जाँदैन 이거 배 다 나왔는데 배는 왜 아파? त्यसो भएदेखि निको भएको भएदेखि किन दुखेको छ त्यो डाइरिया भइरहेछ त्यसो भए कसरी 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 Are you healed? Are you healed? Are you healed? Are you healed? शैतान एकदम दुष्ट छ 배가 아픈 거예요. मेरो पेट दुखिरहेको थियो 설사가 나는 거예요. पखाला लागिरहेको छ 성경은 The Bible. बाइबलले 그대로 믿은 대로 된다고 했는데 र बताइरहेको छ कि तिमीले त्यो पाएका छौ मेरो पेट दुखिरहेको छ 난 이제 성경을 내 마음에 간직했어요. And र यो वचन मैले मेरो मनमा राखेँ heart. 배 다 나왔어. म निको भएको छु म निको भइसकेको छु 그럼 안 아파야지. त्यसो हो भनेदेखि नदुख्नु पर्ने होइन नदुख्नु पर्ने होइन त्यसो भए कसरी निको भयो That's not healed. 뭐 이거 나은 거 아니야? Oh, maybe I'm not healed. म निको भइसकेको छु 나왔다고 믿었는데 वचनले भन्यो त्यही कारण म निको भएको छु हो Oh, that's right. 예수님께서
येशू ख्रिस्टले जब त्यो एइरसको घरमा जानुभयो 우리 눈에 보기는 야이로 딸이 죽었는데 Inside र हाम्रो आँखामा एइरसको छोरी मरेकी छ 예수님 보실 때는 야이로 딸이 잔다는 거예요. जबकि येशू ख्रिस्टको आँखामा त्यो एइरसकी छोरी सुतिरहेकी छ 말은 살았단 말이죠. र येशू ख्रिस्टको आँखामा जीवित छ होइन life, right? 그렇게 हो त्यो ठिक हो नि 예수님하고 나하고 보는 눈이 다르고 र मैले हेर्ने र येशू ख्रिस्टले देख्ने कुरा फरक छ 안 나은 것 같지만 मेरो आँखा म निको भएको छुइनँ 나으셨구나. 그럼 이거 나은 거 맞다. यदि येशूले हेरेर म निको भएको छु भन्नुहुन्छ भने म निको भएँ 아프잖아. But your stomach is hurting. 아파. हो ठिक हो That's right. तर 나았다면 나은 거야. यदि दुखे तापनि यदि येशूले निको भएको भन्नुहुन्छ भनेदेखि म निको भएँ 아픈데 나은 거야. तिमी दुखिरहेको छ तर पनि निको भएको छ भन्छौ 아프지만 나았어. हो म निको भएको छु I'm healed. 그러니 그걸 지나갔어. र त्यसरी त्यो दिन बित्यो That day passed. 점심 때도 밥 한 그릇 다 먹고 र फेरि त्यो लन्च टाइममा पनि मैले पुरा एक कचौरा खाना खाएँ 자마자 화장 뛰어서서 아이고 र फेरि मैले त्यो Ran to the restroom. चम्चाहरू राखेर फेरि दौडेर बाथरुममा गएँ फेरि पनि पेट दुखेर पखाला भयो तर फेरि पनि म निको भएको छु मैले परमेश्वरको वचन विश्वास गरेको छु म निको भएको छु God. 그날 저녁에는 र त्यो साँझ That evening, 하얏 호텔에 갔어요. र हात होटेलमा निम्ता थियो 저는 식사를 좀 같이 하자고 하는 분들이 있는데 र त्यहाँ मसँग जो बेलुका खाना खान चाहनुहुन्थ्यो 솔직하게 제가 식사 막 대접받는 감사하지만 좀 부담스러워. र साँच्चै इमान्दार साथ भन्ने हो भने म एकदम धन्यवादी थिएँ उहाँहरूले मलाई त्यसरी सत्कार गरेकोमा तर मनमा बोझ थियो त्यहाँ जान 1 घन्टा खाना 1 घन्टा अनि फर्केर आउन 1 घन्टा 막 피치 못해 그날 가야 하는데 तर मसँग कुनै उपाय थिएन म जानु पर्थ्यो 하얏 호텔에 부페 식당이 그때 유명하다고 그랬어요. र त्यहाँको चाहिँ हायत होटेलको बफे चाहिँ एकदमै प्रसिद्ध छ 내가 죽 좀 먹고 말까? 아니지. जसै म त्यहाँ गएर खाना खाने क्रममा साँच्चै मैले त पेट दुख्छ त्यसै कारण अलिकति जाउलो मात्रै खानुपर्छ कि भन्ने सोच आयो होइन म निको भएँ भन्ने फेरि र मैले त्यहाँ 5 प्लेट खानाहरू ल्याएँ of course, it's not completely full. 잔뜩 먹었어요. मैले धेरै खाएँ पेट यति ठुलो भयो 설사를 안 했어. र त्यति बेला मैले पहिलोचोटि पखाला लागेन त्यस पछाडि म गाडी चलाउँदा अनि घर आएँ अनि सुतेँ Came back 잠을 잤고 and I fell asleep. 그 이튿 아침 일어났을 때 र म अर्को बिहान उठेँ र मेरो पेट पूर्ण रूपले निको भयो 만 24시간. र बिल्कुल 24 घन्टामा 제가 그 아프리카 처음에 갔을 때는 아프리카 음식을 먹으면 괴로웠어요. र जब म अफ्रिकामा पहिलोचोटि गएको थिएँ साँच्चै मेरो पेटको कारणले गर्दा मैले त्यहाँ कुनै पनि खानेकुराहरू खान सकेको थिएन र साँच्चै त्यति बेला म एकदम भोकले मर्न खोज्दा पनि एकदम भोकले सताइँदा पनि म खान सक्दैन थिएँ 나한테 이야기했어요. र त्यसै कारण एकजना सिस्टरले मलाई भन्नुभयो 목사님은 한국 음식 뭘 좋아하냐고. पास्टर कुन चाहिँ कोरियन खाना तपाईँ खान चाहनुहुन्छ 된장 좋아한다 그랬어요. बिन पेस्ट 내가 아주 진지하게 된장은 뭘로 만드냐고 묻더라고. उनले मलाई एकदम राम्रोसँग सोधिन् कसरी त्यो बिन पेस्ट बनाउन सक्छौ यहाँनिर You make it out of the beans. 그냥 너무 त्यसो हो भनेदेखि हामी बिन किन्न जान सक्छौँ अनि तुरुन्तै ल्याएर बनाउन सक्छौँ 아프리카 사람 그 말 이해 못하지. त्यसो भए त्यो के कोरियाको जस्तै हुन्छ होइन ठ्याक्कै कोरिया जस्तै चाहिँ हुँदैन 비슷하게 안 되겠습니까? Why? Of course, it's not going to be exactly the same. 된장 만드 1년 걸려. यो बिन पेस्ट खानको लागि 1 वर्ष पछि पाएको थिएँ 그 자매님이 무슨 요리를 1년 동안 र त्यसो भएदेखि यो 1 वर्ष लाग्ने रेसिपी के हो त त्यो बिन पेस्ट 그리고 그 1년 동안 그 한 달 동안에 뭘 먹느냐고. And then she says, what are you going to eat while you make that recipe for a year? 작년에 만들어 놓은 거 먹는다. You र जब यदि तपाईँहरू यो बिन पेस्ट खान चाहनुहुन्छ भने गएको वर्षमा बनाउनुहुन्छ अनि यो वर्षमा खानुहुन्छ वास्तवमा यो कुरा बुझ्न सक्दैन थिएँ understand this. 근데 한국에서 아프리카 사람들이 우리 삶 이해 못하듯이 र जसरी अफ्रिकन मानिसहरूले हाम्रो जीवनशैली बुझ्न सक्नुहुन्न र त्यसै कारण हामीलाई पनि परमेश्वरको विषयमा सबै कुरा बुझ्न त्यस्तै कठिन हुन्छ जबकि हामी यो विश्वास गर्न सक्छौँ 딱 24시간이 지났는데 बिल्कुल 24 घन्टा बितेको बेलामा 그 사실은 나의 믿음에 굉장히 놀라운 변화를 가져다 र यसले मेरो जीवनमा अचम्मको परिवर्तन लिएर आयो 저는 어떤 말씀을 내가 믿음으로 받아들이기보다는 그냥 지나갈 때가 많았는데 र धेरैचोटि मैले परमेश्वरको वचनलाई त्यत्तिकै जान दिएको थिएँ 그냥 설사가 나고 막 고통스러웠는데 र जब मैले त्यो पेटको अल्सर भएर जब एकदम दुखेको अवस्थामा थियो 심했고 र 3 महिनासम्म यो एकदम सिकिस्तै थियो 잊을 수 없을 고통.
र यो यति धेरै दुःखदायी थियो, यति धेरै दुःख थियो कि मैले केही पनि खान सक्दैनथेँ। 24시간 배가 깨끗하게 나. जब मैले यो वचन विश्वास गरेको 24 घण्टामा पूर्ण रूपले निको भयो र मैले कहिले पनि त्यसरी एकदमै अमिलो अनि मसलेदार खानाहरू खान सकेको थिएन। तर म एकदमै अमिलो पनि खान सक्ने भएँ 뭐든지 잘 먹어. र कुनै पनि मैदाजन्य कुराहरू पनि खान सक्ने भएँ। 아이들 길가에 그 과자 먹고 있으면 뺏어 먹고 싶어. र मैले बाटोमा हिँड्दै गर्दाखेरि कुनै खाजाहरू भेट्ने हो भने जे पनि भेट्दाखेरि खान सक्छु। 정말 위장이 좋아졌어. मेरो पेट एकदम राम्रो भयो। 근데 지금 거기서 성경은 뭐라고 말하냐면 र बाइबलले के बताउँछ भने 배고플 때만은 무엇이든지 네가 기도하고 구하면 받은 줄을 믿어라. 그럼 그대로 되리라. तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। 그 말씀을 알고 있으면서도 र मैले यो वचन थाहा भएको भए पनि 으로 하나님의 나아가질 않았던 거예요. र म विश्वासद्वारा परमेश्वरको अगाडि जान सकेको थिइनँ। 그렇게 되면 믿음이 아주 좋아야 하지. 나는 믿음이 안 좋아. मलाई ठुलो विश्वास चाहिन्छ तर मसँग विश्वास छैन। 이제 그날 이후로 내가 하나님 믿는 믿음이 완전히 달라졌어. तर त्यो दिन पछाडि आएर मेरो जीवनमा परमेश्वरप्रतिको विश्वास पूर्ण रूपले परिवर्तन भयो। 전화가 왔어요. मलाई अफ्रिका लाइब्रेरियाबाट एउटा फोन कल आयो। 정갈에서 거의 다 죽어가고 있었어. उनीहरूले भने कि साँच्चै ब्रदर चोय चाहिँ बिच्छीले डसेको कारणले गर्दाखेरि मर्दैछ भने। 이야기를 앞으로 2시간 안에 죽는다는 거예요. र डाक्टरले यहाँ भनिरहेका छन् कि 2 घण्टाभित्रमा मर्नेछ। 아프리카 라이브러리 18시간 걸린다. 저때 여기 र लाइब्रेरीसम्म जाने हो भनेदेखि कोरियाबाट जेट प्लेनमा जाँदा पनि 18 घण्टा लाग्छ। 병을 보내줄 수가 있어요. 아니면 의사를 보낼 수가 있어요. र त्यो त्यत्रो लामो समय लाग्ने ठाउँमा मैले न डाक्टर न औषधि कुनै पनि कुराहरू पठाउन सक्थेँ। त्यहाँनिर एकजना पास्टरले मलाई फोन गरे, पास्टर जन छोए चाहिँ मर्दैछ, बिच्छीले टोकेर मर्दैछ भनेर रोइरहेको थियो फोनमा। र त्यति बेला मैले यो वचन स्मरण गरेँ। 요한하고 통화할 수 있는 त्यसो भएदेखि जनसँग म कुरा गर्न सक्छु। हुन्छ पास्टर। 야 요한아 목사님아 전화 받아. ओ जन पास्टर पाको फोन छ। 그 형제는 이미 한번 죽었었어요. र यो ब्रदर वास्तवमा पहिला मरिसकेको थियो। 심폐소생술을 2시간 동안 해서 다시 맥이 뛰고 깨어나긴 했지. डाक्टरले उसको त्यो धड्कन फिर्ता ल्याउनको लागि कोसिस गरेको थिए। 그때 혈압이 20이었고 체온이 17도였어. थियो ब्लड प्रेसर 20 मा आइसकेको थियो र शरीरको तापक्रम चाहिँ 70 मा आइसकेको थियो। 혈압이 20이면 거의 죽은 시체나 다름이 없고 र यदि तपाईँको चाहिँ ब्लड प्रेसर 20 हो भनेदेखि लगभग मरेको सरह हो। 시체나 다름이 없었어요. र त्यसै गरी यदि तपाईँको शरीरको तापक्रम चाहिँ 70 डिग्री हो भनेदेखि लगभग मरेको सरह हो। 이 기억력은 살아있어요. तर उसको दिमाग चाहिँ अझै जीवितै थियो। 요한하고 통화를 좀 하고. त्यसै कारण मैले भने म जनसँग कुरा गर्न सक्छु। 그래서 요한하고 제가 통화가 됐습니다. I was able to get on a phone call with John. 요한아 너 내 목소리 들어. मैले भने अनि जन तिमी मेरो कुरा सुन्दैछौ? हो पास्टर सुन्दैछु। उनीहरूले भन्दैछन् तिमीलाई चाहिँ बिच्छीले डसेको छ अनि तिमी मर्दैछौ। अब तिमी 1 या 2 घण्टामा मर्दैछौ। 2 hours, he said. उसलाई पहिल्यै थाहा थियो त्यो कुरा। 근데 요한아 나는 오늘 아침에 जन मैले आज बिहान एउटा बाइबल पढेँ। The Bible. 제가 무슨 성경 이사야 40장 31절. मैले आज बिहान पढेको बाइबल चाहिँ एसाया 40 को 31 पद हो। 40 verse 31. 요한아 모든 성경은 하나님의 र हरेक बाइबलभित्र भएको वचन चाहिँ परमेश्वरको वचन हो। God. 하나님은 절대로 거짓말하지 않아. परमेश्वर कहिल्यै झुट बोल्नुहुन्न। 나는 아침 이사야 40장 31절을 읽었는데 आज बिहान मैले एसाया 40 को 31 पद पढेँ। 31. 그게 뭐라 오직 여호와를 악마하면 새 힘을 얻으리니라고 말하고. एसाया 40 को 31 पदमा यस्तो लेखेको छ, परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। 이야기 잘 들어. जन तिमीले मेरो आवाज राम्रोसँग सुन्नु। 번도 거짓말하신 적이 없어. र परमेश्वर कहिल्यै पनि एकचोटि पनि ढाँट्नुहुन्न। 하나님은 절대로 거짓말하지 않아. परमेश्वर कहिल्यै ढाँट्नुहुन्न। 이 말씀이 하나님의 말씀이라면 र यो चाहिँ परमेश्वरको वचन हो। 네가 하나님을 바라봐. त्यसो हो भनेदेखि परमेश्वरमाथि आशा राख्नु। 하나님을 기다려봐. उहाँमाथि आशा राख्नु। 하나님 분명히 너에게 새 힘을 주실 거야. त्यसो हो भनेदेखि परमेश्वरले तिमीलाई पक्कै पनि नयाँ शक्ति दिनुहुन्छ। 정갈의 독이 네 몸에 있는데 तिम्रो शरीरमा चाहिँ बिच्छीको विषहरू फैलिएको छ। 밤에 자다가 정갈에 쏘였어요.
र ऊ सुतिरहेको बेलामा उसलाई चाहिँ बिच्छीले टोक्यो 바늘을 발을 치는 깜짝 놀게만 아무것도 없어. र सुत्दाखेरि त्यो कुनै एउटा सिउले घोचेको जस्तो भएको थियो उसलाई केही पनि अरू महसुस थिएन Go back to sleep. 야 어중에 내가 잤는데 누가 바늘로 내 발을 찔렀어. जब बिहान उठेर हेर्दाखेरि उसलाई मेरो गोडामा कसले केले खोचिदियो जस्तो लाग्यो 뭔지 모르겠어. I don't know who came into our house. Who did it? 형거 ब्रदर त्यो 아니야? Hey, brother, isn't that a ब्रदर त्यो चाहिँ 우리 방에 먼정갈 있다고. बिच्छीले डसेको हो कि होइन होला जोक नगर्नु So he just let it by. ठट्टा नगर्नु 근데 이제 오후 3시쯤 돼서 However, it was around 3 p.m. 태환 학생이 이제 화장실 가는 जब चोय ब्रदर चाहिँ बाथरुमतिर जाँदै हुनुहुन्थ्यो 울렁거리 이상하게 화장실 가다가 한 5m 쓰러져. र त्यति बेला उसको पेट एकदम असजिलो भएर अचानक त्यहीँ लड्यो 대변을 배설하고. त्यहीँ लडेको थियो Urinated and defecated. 이제 그 심장이 안 뛰고 막 र त्यहाँ उसको अब एकदमै बिरामी पर्दै गएको थियो अनि उसको अब मुटुको धड्कन पनि बन्द हुँदै गएको थियो उसलाई यसरी पिट्दै उठाउन खोजेको थियो तर उनीहरूले त्यसरी गर्दै हस्पिटल लगे Choice but to take him to the hospital. 의사는 쳐다보고 하는 말이 데려가라고. डक्टरले भन्यो घर फिर्ता लानु Take him back home. किन कृपया हामीलाई सहायक गर्नुहोस् हुँदैन 안 돼요. No. 이 청년은 정간에 쏘였으니까 오래돼서 यो युवालाई बिच्छीले डसेको लामो समय भयो 이 심장에까지 갔어요. र यो विष चाहिँ उसको मुटुसम्म फैलिसक्यो 대부분 죽는데 र ऊ चाहिँ झन्डै मरिसकेको छ Nearly died. 쏘인 그때 와도 살까 말까. यद्यपि तपाईँ बिच्छीले टोक्ने बित्तिकै आउने हो भने पनि 바로 이제 왔느냐. र बाँच्ने सम्भावना चाहिँ धेरै कम हुन्छ तर तपाईँहरू एकदम ढिला आउनुभयो 곧 죽는다. ऊ छिट्टै मर्दैछ अब छिट्टै मर्छ र त्यो समय त्यस्तो थियो र मैले त्यति बेला उसलाई भने जन John. 성경의 모든 말씀은 하나님 말씀. र बाइबलको सबै वचनहरू चाहिँ परमेश्वरको वचन हो 하나님하고 생각이 달라. र परमेश्वरको वचन र मान्छेको विचार चाहिँ फरक छ परमेश्वर कहिल्यै ढाट्नुहुन्न 하나님 뭐라고 말씀하셨냐면 तिमीलाई थाहा छ परमेश्वरले के भन्नुभयो 장만전 새 힘을 얻는다고. परमप्रभुमाथि आशा राख्नेको बल फेरि नयाँ हुनेछ 만일 네가 하나님을 바라보면 यदि तिमी परमेश्वरमाथि आशा राख्छौ भने 하나님을 악망하면 यदि तिमी उहाँमाथि आशा राख्छौ भने 하나님이 저 말씀 저 거짓말이 아니야 진짜야. र त्यो परमेश्वरको वचनले झुट बोल्दैन त्यो सत्य छ 하나님이 너에게 새 힘을 주실 거야. त्यसो हो भनेदेखि निश्चित रूपमा तिमीलाई परमेश्वरले नयाँ शक्ति दिनुहुन्छ 그러면 너는 정갈의 독을 이길 수가 있어. तब तिमीले त्यो बिच्छीको विषलाई जित्नेछौ 그럼 저는 마가복음 11장 24절을 प्रेयर हो जब मैले यो मर्कुस 11को 24 पदको वचनबाट अनुभव गरेँ विश्वासको वचन अनुभव गरेँ 24 घण्टाभित्रमा स्पष्ट रूपमा म निको भएको थिएँ पूर्ण रूपले 저는 내가 밤늦게 음식 먹으면 그다음 소화가 안 되면 끄끄거리고 र त्योभन्दा अगाडि मैले कुनै पनि पाहुनाहरूको साथमा राखेको कुराहरू खान सक्दैन थिएँ र म त्यो कुनै अमिलो कुरा खान सक्दैन थिएँ Eat anything that was sour. 제가 그럼 아프리카 신거 제 혼자 다 먹어. र अहिले म अफ्रिका जाने हो भने त्यहाँ सबै किसिमको अमिलो खानेकुराहरू पनि खान सक्छु 좋아졌어. किनकि मेरो पेट अहिले एकदम राम्रो भयो 말씀을 믿은 것밖에 없어. मैले त्यो साँच्चै वचन विश्वास गरेर 예, 말씀하시기. प्रेयर हो बाइबलको वचनले के भन्छ भने 내가 너희에게는 무엇이든지 기도하고 구한 건 받은 줄로 믿어라. यसकारण तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ Have that. 나는 믿음 있는 사람이 아니야. र म चाहिँ विश्वास भएको व्यक्ति होइन 믿으면 내가 배가 나았겠구나. But then if I जब मैले यो वचन विश्वास गरेँ म निको हुन्छु भनेर 김치도 먹고 했어요. र त्यस पछाडि मैले किम्ची खाँदा पनि साँच्चै diarrhea, यदि दुखे तापनि even though it hurts, 배가 아픈 건 사실이지만 하나님이 나았다니까 나은 거다. र यो सत्य हो कि मेरो पेट दुखिरहेको छ तर पनि परमेश्वरको वचनले भन्नुभयो कि म निको भएको छु त्यसै कारण म निको भएको छु त्यसै कारण मैले किम्ची खाएँ अनि त्यो सबै अरू चिजहरू पनि खाएँ र त्यो होटेलमा पनि मैले भएको सबै कुराहरू खाएँ र बेलुका सुतेँ 아침에 딱 24 깨끗하게 나. र भोलिपल्ट बिहान 24 घण्टामा मेरो पेट पुरै निको भयो healed. 그렇기 때문에 내가 최요한이가 청가에서 죽어가고 있다는 걸 알지만 त्यसै कारण मैले त्यो जन चोय ब्रदर बिच्छीले टोकेर साँच्चै मरिरहेको छ भन्ने कुरा थाहा पाउँदा पनि 있다는 걸 확실한 마음이 र मलाई के निश्चितता थियो भन्दाखेरि यदि उसले परमेश्वरको वचन विश्वास गर्ने हो भनेदेखि ऊ फेरि जीवित हुन्छ 카카오도 안 될 텐데 र त्यति बेला अहिलेको जस्तै काकाउ टकमा मेसेज गर्न सक्ने अवस्था थिएन र इन्टरनेसनल कल एकदम महँगो भए तापनि 저는 15분 동안 요한에게 설명을 मैले उसलाई 15 मिनट इन्टरनेसनल कल गरेर बताएँ 내 말 이해가 가
जन तिमीले मैले भनेको बुझिरहेका छौ परमेश्वरलाई विश्वास गर 만세 힘을 주실 거야. त्यसो भए परमेश्वरले तिम्रो शक्तिलाई नयाँ बल दिनुहुनेछ 수 있어. Then you can defeat the poison of the 넌 serpent 지금 그냥 anytime. 죽을 수밖에 없지만 हो तिमीसँग कुनै अर्को उपाय छैन छनौट छैन तिमी मर्दै गइरहेका छौ 힘을 주실 거야. परमेश्वरमा आशा राख त्यसो हो भनेदेखि तिम्रो बल नयाँ हुनेछ 요한아. त्यसो हो भनेदेखि तिमीले बिच्छीको विषलाई चाहिँ जित्छौ जन र जनले यो सिद्धान्तको रूपमा पहिले यो वचन सुनेको थियो र मैले पनि जब त्यो समय आउनुभन्दा अगाडि सिद्धान्तको रूपमा मात्रै बाइबल बुझेको थिएँ But the moment जब मलाई त्यो पेटको अल्सर भयो त्यति बेला मैले यो वचनलाई गहिरो रूपमा बुझेँ जब मैले यो वचन विश्वास गरेँ after this, 많은 사람들이 साँच्चै धेरै मानिसहरू निको भएको देखेँ 하나님의 말씀은 살았고 परमेश्वरको वचन साँच्चै जीवित छ and it moves. 그날 요한은 제 설명을 듣고 믿었습니다. र जन जब उसले मैले बताएको कुरा सुन्यो अनि उसले त्यो विश्वास गर्यो परमप्रभुमा आशा राख परमेश्वर म तपाईँमा आशा राख्छु कृपया मलाई निको पार्नुहोस् त्यस पछाडि ऊ सुत्यो 그 이전 아침인데 र अर्को दिन बिहान 간호사가 병의 간호사가 죽고 부끄러다 잠이 깼어요. एकजना नर्स जो इन्चार्ज थिइन् र उसले ती बिउजेर यसो बिहान ऊ त्यो युवा मरेको होला भनेर यसो हेर्न आउँदाखेरि Came, 혈압이 올라가고 amazingly, his blood pressure was going up. उसको प्रेसर चाहिँ यसरी फाक फाक यसरी EKG monitor, it was drawing out. उसको त्यो प्रेसर चाहिँ बुम 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 गरेर बढिरहेको थियो 근데 저거 요한이가 그때 तर त्योभन्दा अगाडि जनको फिस गरेर यसरी तल गइरहेको थियो तर पछि उसको बिस्तारै बिस्तारै फुस फुस बुम 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 गर्दै माथि गइरहेको थियो 그래서 간호사 의사 뛰어 선생님 기적이라 तब त्यो नर्स डाक्टर कहाँ दौडेर गइन् अनि डाक्टर एकदम आश्चर्यकरमा भइरहेको छ 이 청년이 지금 막 혈압이 올라가고 यो युवाको ब्लड प्रेसर बढिरहेको छ 그래서 깜짝 간호사 무슨 일을 한 거야? डाक्टरलाई पनि एकदम झट्का लाग्यो नर्स तपाईँले के गर्नुभयो केही पनि गरेको छैन र भोलिपल्ट बिहान ऊ एकदम उठेर ब्रदर तिमी आयौ तिमीलाई ठिक छ ठिक छ ब्रदर तिमीले चाहिँ पाइन्टमा पनि पिसाब गर्यौ अनि हामीले धोइदिएका थियौँ 저게 이제 처음 쏘였을 때 र त्यति बेला ऊ पहिलोचोटि त्यसरी बिच्छीले टोकेको थियो 신한테 발이 저렇게 됐어요. And then, just within a matter of र यसरी केही दिनसम्म यस्तो भयो 정말 무서웠어요. everyone, बिच्छीको विष चाहिँ एकदम विषालु छ 근데 저걸 이제 수술해야 하는 र उनीहरू भन्छन् कि साँच्चै जब यो बिच्छीको विष चाहिँ एकचोटि प्रवेश गर्छ उनीहरूले त्यति बेला त्यहाँ कुनै औषधिहरू पनि लगाउन सक्दैनन् औषधिहरू पनि चलाउन सक्दैनन् put any anesthesia. 마취라는 절거를 굉장히 고통스러웠어요. तर उसलाई उनीहरूले त्यो सर्जरी पनि गर्न सके र एकदम धन्यवादीको कुरा थियो And within a few days, र त्यस पछाडि ऊ पूर्ण रूपले निको भयो 가서 and then he went to the United States. 2013년에 결혼했어요. र 2013मा उसले बिहा पनि गर्यो 세상에 제일 예쁜 나가 र उसले एकदम सुन्दरी स्त्रीसँग बिहा गर्यो 내 아이의 아빠가 됐어요. र ऊ अहिले 3टा बच्चाको बुवा भयो नै अचम्मको कुरा भयो 자 이제 여러분들이 र प्रियहरू अहिले 우리 생각과 하나님의 생각은 다릅니다. हाम्रो विचार र परमेश्वरको विचार फरक छ 자 이제 여러분들이 어떤 생각을 가졌든지 तपाईँको विचार जे जस्तो सुकै भए तापनि 여러분 생각을 무시하고 Ignore your thoughts. 성경 말씀을 믿음으로 बाइबलको वचन जस्तो छ त्यस्तै विश्वासद्वारा तपाईँले स्वीकार गर्नुहोस् 제가 중요한 이야기를 한마디 하려고 Everyone, I'm trying to tell you something very important now. 저는 어릴 때부터 교회를 다녔습니다. र म युवा हुँदादेखि नै म मण्डलीमा सहभागी गरेको थिएँ 불행하게 자랐어요. र म युवा अवस्थामा हुँदादेखि मेरो एकदम दयनीय अवस्था थियो 14년에 태어나서 그때는 일본 압박 밑에 있었어요. र म जब 1944मा जन्मिँदाखेरि हाम्रो देश कोरियालाई चाहिँ जापानले शासन गरेको थियो 해방이 됐습니다. र केही समय पछाडि हामी जापानबाट स्वतन्त्र भयौँ 1950년 우리나라 남북 전쟁이 있었고 र त्यसको केही समय पछाडि फेरि 1950मा नर्थ र साउथ कोरियाको बिचमा गृहयुद्ध भयो 11년에 어머니가 세상을
र 1951मा मेरो आमा बित्नुभयो 어머니가 세상에서 한 달 만에 형님이 군대를 가셨습니다. र मेरो आमा बित्नुभएको 1 महिना बित्दा नबित्दै मेरो दाजु फेरि मिलिटरीमा जानुभयो, आर्मीमा जानुभयो। 곡대 같은 하늘로 치는 11개. मेरो बुवाले पनि त्यो आर्मीको लागि जानु परेको कारणले गर्दाखेरि उहाँ कहिले पनि घर आउनु हुँदैन थियो। 어머니, 형님, 어른 세상에 얼마 사이에 र छोटो अवधिको समयमा नै मेरो आमा, मेरो दाजु अनि मेरो बुवा सबै हराए। 제일 큰 누님이 15살이었고 मेरो सबभन्दा जेठो दिदी चाहिँ 15 वर्षको थिइन्, 작은 누님 13살이었고 अर्को दिदी चाहिँ 13 वर्षको 8살, र त्यति बेला म 8 वर्षको थिएँ 동생이 4살이었습니다. र मेरो भाइ चाहिँ 4 वर्षको थियो। 1951년부터 1962년까지 र 1951 देखि 1962 सम्म 1년 동안에 11 वर्ष years. 나는 행복한 것이 있었는가? र मैले सोच्थेँ त्यहाँ कुनै खुसी छ? 2년, 2년, 3년, 4년 53, 54, 55 त्यहाँ कुनै खुसी थिएन। 뭘 먹어야 할지 뭘 입어야 할지 몰랐어요. र त्यति बेला मलाई केही थाहा थिएन, के लगाउने, के खाने। At the time. 자다가 이상한 소리가 나서 보면 अनि म त्यति बेला सुत्दै गर्दा मैले बाहिर एउटा आवाज सुने। 누님이 혼자 우리 볼 때 우리 잠잘 때 혼자 울고 있는 मैले अनि पछि यसो उठेर हेर्दाखेरि बाहिर गएर मेरो जेठी दिदी रुँदै गरेको थियो। र त्यसै कारण हामी सबै एकैसाथ भेला भएर सधैँ सँगै रोयौँ। Together. 우리가 안 죽고 살았다는 것 자체가 너무 신기해. र त्यति बेलाको हाम्रो जीवन अचम्म प्रकारको थियो। Life. It was so amazing. 그러면서 제가 이제 나이가 15, 16 되면서 जब म 15, 16 वर्षको हुँदै गएँ 친구랑 도둑질을 많이 했어요. र मैले मेरा थुप्रै साथीहरूसँग धेरै चोर्ने काम पनि गरेको थिएँ। And so we would go out into the र हामी अरूको जमिनमा गएर हामी आलु अनि बदामहरू चोर्ने गर्थ्यौँ र त्यस पछाडि फेरि पाप क्षमाको लागि पाप प्रार्थना गर्थ्यौँ। 근데 중요한 것이 뭐냐면 र महत्त्वपूर्ण कुरा चाहिँ के हो भने 중요한 것은 the important thing 하나님의 말씀하고 내 생각이 다른데 र परमेश्वरको वचन र मेरो विचार चाहिँ फरक छ। 여러분들의 생각을 그대로 가지고 하나님 말씀 믿으면 굉장히 어려워요. प्रियहरू, यदि तपाईँहरूले पनि आफ्नो विचारलाई पक्रेर यदि परमेश्वरको वचन विश्वास गर्न खोज्नुहुन्छ भने त्यो एकदम कठिन हुन्छ। 말씀 그대로 믿으면 역사가 일어나요. यदि तपाईँ साँच्चै मेरो विचार चाहिँ केही पनि होइन भनेर परमेश्वरको वचनलाई स्वीकार गर्नुहुन्छ भने परमेश्वरले काम गर्नुहुन्छ। 11장 24절 그것만 그런 게 아니에요. र जब मर्कुस 11को 24 पद मेरो मनमा स्पष्ट रूपमा विश्वास थियो, त्यसै कारण धेरै मानिसहरू भेट्दाखेरि पनि मैले त्यो वचनद्वारा छलफल गर्दिएँ। saw people who were dying when I spoke to them with precise faith. 1987년 제가 위장이 나은 그 해 र 1987मा जब मेरो पेट निको भयो 여름 수양의 직전에 제 위장이 깨끗하게 나아요. र त्यो गर्मी सिजनको सम्मेलनभन्दा अगाडि मेरो पेट पूर्ण रूपले निको भएको थियो। 그리고 이제 그 7월 달에 저희들 교회 수양회가 있습니다. र जुलाई महिनामा हाम्रो मण्डलीमा हामीले एउटा रिट्रिट कार्यक्रम राखेका थियौँ 첫날 저녁에 제가 이 간증 오늘 하여튼 똑같이 했어요. र मैले त्यो पहिलो साँझमा आज मैले जे बताएँ प्रष्ट रूपमा यही गवाही बाँडेको थिएँ। 설교를 들으면서 250명이 많은 병이 र त्यो साँझ 250 जना व्यक्तिहरूले यो गवाही सुनेर सबै उनीहरूको आफ्नो रोगहरूबाट निको भए। 그런데 한 형제가 저희 교회에서 간증을 했는데 र त्यहाँ एकजना ब्रदर आएर गवाही गर्नुभयो 아마 저희들이 쌀이 한 4가마니가 있었는데 र त्यति बेला हामीसँग 4वटा बोरा चामलहरू चाहिँ बचेको थियो 이제 그 쌀을 이제 선교 학생들 주려고 우리가 이제 가져오게 돼요. र हामीले के योजना गरिरहेका थियौँ भने कुनै एउटा मिसनरी स्टुडेन्टलाई हामीले यो दिनुपर्छ भनेर ल्याएर राखेका थियौँ। 그 서울대 입구에 저희들 교회가 있었는데 र त्यति बेला हाम्रो मण्डली चाहिँ एउटा नेसनल विश्वविद्यालयको अगाडिमा थियो 1층 일반 가게고 2층이 예배당에 3층이 선교학교 4층이 우리 또 부엌이고 막 그래요. र यसरी पहिलो तलामा चाहिँ स्टोर, दोस्रो तलामा चाहिँ चर्च मण्डली, त्यस पछाडि तेस्रो तलामा सुत्ने कोठाहरू अनि चौथो तलामा माथि चाहिँ किचन थियो। 버스에다가 저 트렁크에다 쌀 3가마니를 싣고 왔어요. र यो ब्रदरले गाडीबाट 3 बोरा चामल चाहिँ लिएर आउनुभयो। 그래서 쌀 한 가마를 등에 지고 그때 엘리베이터가 없어서
그 4층까지 계단 올라. र त्यति बेला अहिलेको जस्तै लिफ्टको कुनै त्यस्तो भर्याङको सिस्टम थिएन, त्यसै कारण उसले आफैले बोकेर ल्याएको थियो 3टा। 등에다 지고 4층까지 올려놓고 र उसले त्यो 4वटा बोरा बोकेर 4थो तलासम्म आफैले लिएर गयो र एकदम अचम्म लाग्यो। र उसको ढाड दुखेर ऊ अलि यताउता गर्न पनि चल्न पनि नसक्ने थियो पहिला। He was actually hurting. He couldn't even move before. 쌀 가지고 4층까지 그 계단 올라갔어요. तर उसले त्यो एउटा बोराको चामल लिएर माथि गइरहेको थियो। म पूर्ण रूपले निको भएको छु। Oh, I believed it and I was completely healed. My back is healed. 그날 주위 우리 교회에서 그 병난 간증들이 굉장히 한 250명 정도가 수양에 탐정했던 배가 나. र त्यति बेला 250 जना मानिसहरूले गवाई सुनेर निको भएका थिए अनि उनीहरूको छोटो छोटो गवाईहरू पनि बन्यो। 여러분이 하나님 말씀 믿지 않을 때 하나님 말씀 죽은같이 보입니다. Everyone, when you don't believe the word of God, it seems the word of God is dead. 그러나 여러분이 하나님 믿게 말씀을 믿게 되면 जब हामी परमेश्वरको वचन विश्वास गर्छौँ 그 말씀은 살아서 여러분의 삶 속에 역사하기 때문에 This र word यो परमेश्वरको वचन चाहिँ जीवित भएर हाम्रो मनमा काम गर्छ। 그 믿음을 따르면 놀라운 역사를 보게 되는 것이죠. र जब हामी यो विश्वास गर्छौँ यसले अचम्मको काम गर्छ। 말씀을 읽고 보고 알지만 प्रियहरू, जब हामी यो वचन हामी देख्छौँ अनि हामी सुन्छौँ र 관념을 가지고 있기도 고정관념 맞는 건 믿고 안 맞는 건 저버리고 그냥 모른 척 그냥 지나갈 때가 많습니다. र हामीले यो वचनलाई यदि हामीले सुनेर हाम्रो विचारसँग मिल्छ भने स्वीकार गर्छौँ अनि मिल्दैन भने स्वीकार्दैनौँ भने 우리에게 이야기하는 대로 यद्यपि बाइबलले बताउँदछ कि 내가 감정을 버리고 내 생각을 버리고 हाम्रो विचार र हाम्रो भावनालाई त्याग्छौँ। 여러분 그 성경 말씀을 그대로 믿음으로 받아들일 때 जब मैले परमेश्वरको वचनलाई जस्ताको तस्तै विश्वासको रूपमा स्वीकार गर्छु 성경은 하나님의 말씀이기 때문에 र बाइबल चाहिँ परमेश्वरको वचन हो Bible is the word of God. 여러분이 무슨 어떤 누구든지를 불문하고 र तपाईँ जोसुकै भए पनि 하나님이 여러분 속에 능력으로 일을 한다. र परमेश्वरले तपाईँमा शक्तिसँग काम गर्नुहुन्छ। 오늘 저 여러분에게 성경 말씀 한마디를 더 하려고 합니다. प्रियहरू, म एउटा बाइबलको अर्को खण्ड तपाईँहरूलाई देखाउन चाहन्छु। 펴서 로마서 3장이는 말씀 한번 펴보겠습니다. कृपया रोमी 3 अध्यायलाई पल्टाउनुहोस्। 자, 로마 3장 23절입니다. रोमी 3 को 23 पद 23. 찾으셨습니까? भेटाउनुभयो सबैजनाले। 자, 다 같이 한번 읽어봤으면 좋겠습니다. र यो सबैजना हामीले एकैसाथ पढौँ। 여기 뭐라고 말하냐면 What it says here is, र यसमा यसरी लेखेको छ, हामी सुरु गरौँ। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। 자, 우리는 모두 죄를 범했기 때문에 र हामी सबैले पाप गरेका छौँ। 하나님의 영광에 이르지 못합니다. त्यसै कारण यसले भन्छ कि हामी परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छौँ। 나는 배가 아파서 음식을 못 먹었어. र मेरो पेट दुखिरहेको कारणले गर्दा मैले केही पनि खानेकुराहरू खान सकिरहेको थिएन। 하나님의 말씀은 나에게 뭐라고 말하냐면 तर परमेश्वरको वचनले के भनेको छ त? 무엇이든지 기도하고 구한 건 받는 줄로 믿어라. 그럼 너희 그대로 되리라. तिमीहरूले प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाइसकेका छौ भन्ने विश्वास गर अनि त्यो तिम्रो हुनेछ। 몸이 배가 굉장히 아파 심했는데도 나았다고 믿었고 김치도 먹고 음식을 먹었습니다. त्यसै कारण मेरो पेट एकदमै दुखे तापनि मैले त्यो निको भइसकेको छु भन्ने विश्वास गरेँ। त्यस पछाडि त्यो किम्ची खाएँ 그 자리에 금방 나은 건 아니었습니다. र म त्यति बेला नै निको भएको भने होइन। 설사가 났습니다. हो, मेरो पेट दुखेर पखाला पनि लागेको थियो र मैले परमेश्वरको वचन विश्वास गरेँ 24시간 안에 र 24 घण्टापछि 제가 깨끗하게 났습니다. मेरो पेट पूर्ण रूपले निको भयो। 1987년 그해부터 and so र 1987 सालमा 제가 30년이 넘었는데 र अहिले त्यस समयदेखि 30 वर्ष बित्यो 그때부터 위장이 한 번도 탈락을 아주 튼튼하고 뭐든지 잘 먹어요. र त्यस पछाडि अहिलेसम्म मेरो पेट एकचोटि पनि दुखेको छैन, एकदम स्वस्थ छ। 내가 다른 뭘 한 게 아니라 र मैले यसको लागि केही गरेको होइन। 1장 24절 परमेश्वरको वचन मर्कुस 11 को 24 पदभित्र 받은 줄로 믿어라. यसले बताउँछ कि तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ त्यो तिमीहरूले पाइसकेको छौ भन्ने विश्वास गर अनि त्यो तिमीहरूको हुनेछ। 진짜 김치를 먹으면 배가 더 아플 것 같았지만 र यदि मैले अझै किम्ची धेरै खाने हो भने मेरो पेट दुख्छ। hurt my 내 배가 stomach. 정말 하루 딱 24시간 깨끗하게 나아. तर वास्तवमा 24 घण्टामा मेरो पेट निको भयो। 그다음에 이제 내가 부딪히는 모든 일들을 내가 볼 때 어렵고 문제 있을 것 같지만 믿음으로
내가 하나님 말씀 믿고 나아갈 때마다 त्यस पछाडि जति पनि समस्याहरू थिए ती सबै समस्याहरूलाई वास्तवमा परमेश्वरको वचनद्वारा मैले विश्वासद्वारा जित्दै गएँ 하나님이 역사하는 걸 봐. र मैले परमेश्वरले काम गरिरहेको देखेँ 분명히 나는 배가 साँच्चै मेरो पेट दुखिरहेको थियो 의사는 또 음식 잘 먹으면 배가 터질 수 있다고 했고 र डाक्टरले एकदम सावधानी हुनुपर्छ एकदम जोखिम हुन्छ भनेको थियो र मैले त्यो औषधि गर्दा पनि निको भएन र 3 महिनाभित्र मेरो 7 किलो तौल पनि घट्यो And I believe the word that 밥을 day, 먹고 김치를 먹었어. र जब मैले त्यो खाना अनि सबै किम्चीहरू पनि खाएँ 배가 더 심하게 아파하고 고통스러워하고 배가 터질 수도 있는데 र वास्तवमा साधारणतया यो चाहिँ एकदम झन् दुख्नु पर्ने यो चाहिँ झन् विस्फोट हुनुपर्ने यो एकदम जोखिम हुनुपर्ने 배가 깨끗하게 나았어. तर 24 घण्टामा मेरो पेट निको भयो healed. 그래서 제가 र त्यसै जन छोए पनि On choice. 많은 사람들께 제가 그렇게 얘기했어요. र धेरै मानिसहरूले भने 네가 하나님 말씀을 믿어봐. परमेश्वरको वचनलाई विश्वास गर आफ्नो विचार त्याग Your thoughts away. 하나님 말씀은 네가 버리고 네 생각을 믿었는데 जब तिमीले आफ्नो विचार त्याग्छौ अनि परमेश्वरको वचन जब विश्वास गर्छौ 하나님 말씀을 믿어봐. परमेश्वरको वचनलाई विश्वास गर 그러면 분명히 하나님은 살아 역사하시. र त्यसो भएदेखि निश्चित रूपमा तिमीमा परमेश्वर बास गर्नुहुन्छ अनि काम गर्नुहुन्छ 믿었고 र त्यसरी परमेश्वरले काम गर्नुहुन्छ साँच्चै सबै कुरामा परमेश्वरले कसरी गर्नुभयो त्यो कुरा बताउन सक्दिनँ All in words how God has worked. 자 여기에 로마 3장 23절 र रोमी 3को 23 पदमा Verse 23. 모든 사람이 죄를 범했어. सबैले पाप गरेका छन् 여러분도 죄를 범했고 저도 죄를 범했어. सबैले पाप गरेका छन् मैले पनि पाप गरेको छु 하나님의 거룩한 영광 이루지 못하고 지옥을 가야 할 위치. र हामी चाहिँ परमेश्वरको महिमासम्म पुग्न सक्दैनौँ धर्मी बन्न सक्दैनौँ अनि 죄를 지었습니다. नरक जानु पर्थ्यो 멸망을 받아야 합니다. हामीले पाप गरेको कारण हामी नष्ट हुनु पर्थ्यो 4절 보면 뭐라고 말하냐면 र तर 24 पदले के भन्छ 이거 놀라운 이야기합니다. र यो अचम्मको वचन छ 3절 정반대 이야기입니다. र यो चाहिँ एकदम 23 पदभन्दा ठ्याक्कै उल्टो छ 우리가 죄를 버린 죄인인데 र 23 पदमा हेर्ने हो भने हामी पापीको रूपमा हामी भेटाउँछौँ 하지만 그리스도 예수 안에는 구속으로 만. र तर 24 पदमा हामी हेर्ने हो भने परमेश्वरको अनुग्रहको वरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन् र यसमा येशू ख्रीष्टले काम गरेर 아무것도 안 하고 예수님이 일을 했기 때문에 And so र येशू जसले हामीलाई धर्मी भन्नुभयो Jesus worked. र हामीले उहाँबाट धार्मिकता प्राप्त गर्यौँ Jesus, he told us that we are righteous. येशूले मलाई धर्मी भन्दै हुनुहुन्छ र यसको मतलब के त भन्दाखेरि जब उहाँले मलाई धर्मी भन्दै हुनुहुन्छ भने म पापी होइन I was so shocked. 하나님 나를 의롭다고 하셨네. Oh, Jesus has called me righteous. What 의롭단 말은 죄인이 아니란 말이지요. does that mean when he says that we're righteous? That means I'm 어렵다고 not a 죄- र यदि उहाँले मलाई धर्मी भन्दै हुनुहुन्छ भने मसँग पाप छैन र यदि उहाँले मलाई धर्मी भन्दै हुनुहुन्छ भने म एकदम शुद्ध छु sin. 그다음부터 저는 성경 읽기 시작. त्यस पछाडि जब मैले यो बाइबल पढ्दा 근데 놀라운 것은 이런 성경의 신경이 너무너무 많이 있는. अचम्म प्रकारले यो नयाँ करारमा हामीले हेर्ने हो भने त्यस्तो थुप्रै वचनहरू छन् 자, 예수님이 십자가에 못 박혀 죽으신 거. येशू जो क्रुसमा टाँगिनु भयो Cross. 우리 죄를 위해서 죽었어. उहाँ चाहिँ हाम्रो पापको लागि क्रुसमा टाँगिनु भयो हाम्रो पापको लागि Our sins. 그래서 그 십자가에 못 박혀 죽으셨으므로 말미암아 र त्यसरी येशू ख्रीष्टले क्रुसमा टाँगिएको कुराबाट चाहिँ 우리의 모든 죄값을 다 치룬 것입니다. र उहाँले हाम्रो सबै पापहरूको मोल तिर्नुभयो 그리고 우리는 깨끗하다, 의롭다, 죄가 없다 말씀하셨습니다. त्यसै कारण हामी एकदम शुद्ध छौँ एकदमै धर्मी छौँ भन्छौँ 하나님은 믿으면 믿음도 된다고 했는데 र परमेश्वरले भन्नुहुन्छ यदि तिमीले विश्वास गर्छौ भने तिम्रो विश्वास अनुसार तिमीलाई दिइनेछ 그 김치몸 날 수 있겠어? 안 될 거야 그런 마음이었는데 र यदि मेरो मनमा तिमी निको भएको छौ भन्छौ तर तिमीलाई दुखिरहेको छ त्यसो भएदेखि र जब मैले मेरो विचारलाई त्यागेर जब परमेश्वरको वचन विश्वास गर्छु 능력으로 내 속에 일을 하는 걸 봤습니다. र मैले परमेश्वरले म भित्र कसरी शक्तिसँग काम गर्दै गर्नुभएको कुरा देखेँ 하는 것은 म के कुरा तपाईँलाई भन्न चाहन्छु भने 분명히 나는 죄를 지었어. निश्चित रूपमा मैले पनि पाप गरेको छु 말도 수없이 많은 죄를 지었습니다. र मैले चोरे मैले ढाँटे मैले थुप्रै अनगिन्ती पापहरू गरेको छु 로마 3장 24절은 뭐라 말해요? र तर बाइबलको रोमी 3को 23 पदमा के बताउँछ भने 그래서 우리를 구속했다. रोमी 3को 24 पदमा के बताउँछ भन्दाखेरि येशू ख्रीष्टले हामीलाई उद्धार गर्नुभयो परमेश्वरको अनुग्रहले 뭘 한 게 아니고 यसको मतलब हामीले केही गरेनौँ 대가가 없이 예수님이 하셨기 때문에 कुनै पनि मूल्य कुनै पनि ज्याला बिना येशू ख्रीष्टले गर्नुभयो
यसमा भनेको छ धर्मी भएका छौ 여러분 하나님이 나를 보고 어렵다고 하셨어요. र यसले भन्दैछ कि धर्मी ठहरिएका छौ 나는 하나님께로 어렵다 하심을 얻었어. मैले येशूद्वारा येशूबाट धार्मिकता प्राप्त गरेँ 어렵다 하심을 얻게 하기 위하여 जब हामी त्यो धार्मिकता प्राप्त गर्छौँ 죄를 십자가에 못 박혀 죽으셨고 र येशू ख्रिस्ट क्रुसमा टाँगिनुभयो 그 죽으심은 우리 죄의 모든 대가를 다 담당하셨어요. र उहाँले त्यो क्रुसमा टाँगिएर हाम्रो सबै पापहरू लिनुभयो All the wage of our sins. 저는 1962년도에 이 사실을 1962को साल थियो मैले यो कुरा विश्वास गरेँ 죄를 많이 지었고 मैले थुप्रै पापहरू पनि गरेको थिएँ जब मैले आफूलाई हेर्छु म 없는데 पापी हो I am a sinner without doubt. 하나님 나를 보고 어이롭다고 तर परमेश्वरले मलाई हेरेर तिमी धर्मी हौ भन्नुभयो 나는 죄인이라고 말하고 मैले भन्छु म पापी हो 하나님 아니야 네 죄가 씻어졌어. Jesus is येशूले भन्नुभयो होइन तिम्रो पाप धोइएको छ तिमी धर्मी हो 거룩해 했어요. तिमी पवित्र छौ 중요한 내 말이 중요한 하나님 말씀이 중요한 거예요. त्यसो भएदेखि मेरो विचार महत्त्वपूर्ण छ कि परमेश्वरको वचन महत्त्वपूर्ण छ 하나님이 어이롭다면 의로운 것입니다. यदि परमेश्वरले मलाई धर्मी भन्नुभयो भने म धर्मी हो 하나님 죄가 씻어졌다는 것입니다. यदि उहाँले मेरो पाप पखालियो भन्नुभयो भने पखालियो 그래서 저는 그때부터 내 생각이 어떠하든지 간에 र त्यो बेलादेखि मेरो विचारहरू जेसुकै भए तापनि 많이 지었습니다. मैले थुप्रै पापहरू गरेको छु 도둑질도 많이 मैले ढाँटेको छु मैले चोरेको छु 그러나 내 모든 죄를 예수님이 대신 지시고 तर येशूले मेरा सबै पापहरू उठाउनु भयो 내 모든 죄 하나 빠진 십자가에 못 박혀 죽으심으로 र येशू ख्रिस्टले एउटा पनि मेरो पाप नछोडिकन सबै पापको लागि उहाँ चाहिँ क्रुसमा मर्नुभयो त्यसै कारण उहाँले मलाई शुद्ध गर्नुभयो 성경은 말하기를 and as the Bible says, 의롭다고 उहाँले भन्दा हुनुहुन्छ म धर्मी ठहरिएको छु 저는 성경을 믿었어요. त्यसै कारण प्रियहरू म बाइबल विश्वास गर्छु 나를 어렵다 하시면 난 의로운 게 परमेश्वरले मलाई धर्मी भयो भने हुन्छ भने म धर्मी हो 단장이시. परमेश्वर न्याय हुनुहुन्छ न्यायाधीश हुनुहुन्छ 그동안 늘 교회 안에 죄인이라고 배워왔기 때문에 त्यो बेलासम्म म पापी थिएँ र मैले फेरि पाप गर्थेँ and so I committed sin again. 그래서 전 죄인이라고 했어요. And I said that I was a sinner. 근데 사람들이 말합니다. तर मानिसहरूले भन्छन् 예수님 네 죄를 씻었어. हो तिम्रो येशूले तिम्रो पाप 너 죄를 지었잖아. पखाल्नुभयो तर तिमी फेरि पाप गर्छौ 이건 죄인이야. त्यसै कारण तिमी पापी हो 아니야. तर होइन 하나님은 예수님 내가 지은 죄도 사했지만 र येशू ख्रिस्टले चाहिँ साँच्चै हाम्रो पापहरू साँच्चै विगतको मात्रै होइन येशू ख्रिस्टले हाम्रो सबै पापहरू पखाल्नुभयो He says he washes away all sins. 예수님 내 죄를 한 부분만 사하면 र यदि येशूले मेरो पापको एक अंश मात्रै पखाल्नु भएको हो भनेदेखि मेरो उद्धार चाहिँ पूर्ण हुने थिएन 나를 구원해 모든 죄를 씻어야 구원하기 때문에 र येशू ख्रिस्टले मेरा सबै पापहरू पखाल्नुभयो 예수님 십자가 내 모든 죄가 씻어졌다고 बाइबलले बताउँछ कि मेरो येशू ख्रिस्टले मेरा सबै पापहरू पखाल्नुभयो All of my sins. 여러분 성경이 그렇게 말하면 प्रियहरू बाइबलले हामीलाई बताउँदछ कि 내 모든 죄가 씻어진 것입니다. तिम्रा पापहरू पखालिएका छन् 그 저는 창세기 출애굽기 레위기면서 성경 읽었어요. त्यस पछाडि जब हामी यो उत्पत्ति प्रस्थान लेवी यसरी पढ्दै जाने हो भने 눈이 어두워 성경을 잘 못 봤는데 र मेरो आँखा अलि धमिलो भएको कारणले राम्रोसँग बाइबल पढ्न सक्दिनँ 내가 죄가 사해졌다는 걸 입증해 주는 말씀으로 가득 찼어요. र बाइबल चाहिँ यस्तो वचनले पुरै भरिएको छ कि म चाहिँ धर्मी ठहरिएको छु र प्रियहरू जसरी बाइबलले भन्दछ कि 몇몇 죄만 사하고 만 게 아니라 र उहाँले हाम्रो केही पाप मात्रै उठाउनु भएको होइन 태어나 늙어 죽을 때 저지른 모든 죄를 다 사했기 때문에 र उहाँले हाम्रो सबै पापहरू जन्मेदेखि नमरुन्जेलसम्मको सबै पाप 의롭게 됐고 त्यसै कारण येशू ख्रिस्टले हामीलाई भन्नुहुन्छ तिमी धर्मी छौ 다고 말씀을 하셨습니다. And Jesus told us that we are 자, justified. 오늘 나는 여러분에게 중요한 이야기를 하려고 합니다. So everyone प्रियहरू आज म एकदम महत्त्वका साथ भन्न चाहन्छु कि 할 수가 있습니다. र तपाईँले धेरै कुराहरू सोच्न सक्नुहुन्छ 다 각각 다른 생각을 할 수가 있습니다. र हो तपाईँसँग थुप्रै किसिमको विचारहरू हुनसक्छ 그렇지만 여러분 र तर प्रियहरू हो 어떤 문제에 있어서 र जुनसुकै समस्याहरू भए तापनि if God says so, 여러분 말이 맞습니까? 하나님 말씀이 맞습니까? र तपाईँको वचन तपाईँको शब्द ठिक छ कि परमेश्वरको वचन ठिक छ word of God is right. र परमेश्वरको वचन चाहिँ सही छ 하나님 말씀을 믿으시오. तपाईँले आफ्नो आवाजलाई स्वीकार्नुपर्छ अथवा परमेश्वरको वचनलाई र हामी अलि बढी कुरा गरौँ 예수님께서 38년 된 병자를 베데스다 임목가에서 만났어요.
येशू ख्रिस्ट जसले एउटा 38 वर्षदेखिको बिरामी मान्छेलाई बेथेस्दाको तलाउमा भेट्नुभयो 그 병자를 가까이 찾아와 र यो बिरामी मान्छे त्यहाँ सुतिरहेको थियो र त्यसको नजिकैमा येशू ख्रिस्ट आउनुभयो। 예수님께서 병자에게 네가 낫고자 하느냐 물으셨어요. येशू ख्रिस्टले त्यो बिरामीलाई सोध्नुभयो के तिमी निको हुन चाहन्छौ? 병자가 뭐라고 말하냐면 र त्यो बिरामीले के भन्यो त 사자들이 물을 소용돌이 치게 동할 때에 प्रभु जब यो स्वर्गदूत चाहिँ आएर यो पानी छछल्कन आउँछन् 사람이 먼저 들어가나이다. र म पानीमा जाउँ भन्ने म पानीमा जानुभन्दा अगाडि नै अरू व्यक्ति हाम फालिहाल्छ र त्यसै कारण कसैले मलाई त्यो पुलमा हालिदिने मान्छे छैन, उपाय छैन। येशूले भन्नुभयो 일어나 내 자리를 들고 걸어가라. खडा हौ, आफ्नो ओछ्यान बोक अनि हिँड। Walk. 뭐라고요? के What? 일어나 내 자리를 들고 걸어가라. उठ, आफ्नो ओछ्यान बोक अनि हिँड। 병자는 자기 다리가 다 말랐고 못 걷는 걸 너무 잘 알아요. र यो बिरामी मान्छेको त्यो खुट्टा एकदम लरबराएको थियो, ऊ हिँड्न सक्दैन थियो 전에도 일어나 보려고 이런 발버둥 치다 넘어지고 र ऊ पहिला पनि उठेर हिँड्न कोसिस गर्दाखेरि ऊ सक्दैन थियो, लड्थ्यो, उठेर हिँड्न खोज्दाखेरि सक्दैन थियो, लड्थ्यो 심해도 또 쓰러지고 쓰러지고 안 돼. र उसले धेरैचोटि उठेर हिँड्न कोसिस गर्दा पनि उठ्न सक्दैन थियो। 근데 지금은 문제가 달라졌어요. त्यही किसिमको समस्या थियो। It's a different problem. 예수님이 일어나 내 자리를 걸어가라. तर येशू ख्रिस्टले भन्दै हुनुहुन्छ कि उठ, Pick up the bed. आफ्नो ओछ्यान बोक र हिँड। 청년이 자기가 못 걷는 거 안 되는 거 알지만 र यो युवा मान्छे साँच्चै उसलाई थाहा थियो कि म हिँड्न सक्दिनँ 말씀을 다 일어나 긁어봐. र उसले जब येशू ख्रिस्टको वचन पायो त्यस पछाडि ऊ उठ्यो अनि हिँड्यो अचम्म प्रकारले र ऊ चाहिँ उठ्न सक्यो र ऊ चाहिँ हिँड्न सक्यो। 내가 걷고 있는 ओ म हिँडिरहेको छु, 내가 일어났네. म चाहिँ उठ्न समर्थ भएको छु। र यो चाहिँ यस्तो भयो 이게 하나님의 말씀. र यो परमेश्वरको वचन हो। 여러분 볼 때 아닌 것 같고 Even though it seems as though प्रियहरू, साँच्चै यो हामीले हेर्दाखेरि ठिक जस्तो नदेखिन सक्छ र हामीले हेर्दा साँच्चै हामीलाई पापी जस्तो देखे तापनि but everyone, if Jesus tells you rise and walk, you 예수님이 can 죄를 walk. 씻었다면 यदि येशूले तिम्रा पाप पखालिए भन्नुभएको हो भनेदेखि तिम्रा पापहरू पखालिएका छन्। 하나님 여러분 속에 역사하시기 위하여 जब येशू तपाईँभित्र काम गर्नुहुन्छ, 생각과 하나님 생각이 다르기 때문에 हाम्रो विचार र येशू ख्रिस्टको विचार फरक छ 생각을 믿어야 하는 게 아니라 하나님의 말씀을 믿는 र यसको मतलब मैले आफ्नो विचारलाई विश्वास गर्ने होइन कि येशूको वचनलाई विश्वास गर्नुपर्छ। 그리고 र तपाईँको सबै विचारहरू त्याग्नुहोस्, कृपया 말씀을 한번 믿어보세요. परमेश्वरको वचनलाई विश्वास गर्नुहोस्। 하나님 우리 보고 의롭다고 하면 परमेश्वरले तपाईँलाई धर्मी भन्दै हुनुहुन्छ 의로운 것이 भने तपाईँ धर्मी हो। 하나님 우리를 거룩하다고 하면 यदि उहाँले तपाईँलाई धर्मी भन्दै हुनुहुन्छ भने धर्मी हो। यदि उहाँले तपाईँलाई पवित्र भन्नुहुन्छ भने पवित्र हो। 이산 우리 모든 죄를 범했는데 र रोमी 3:23 पदमा चाहिँ यसरी प्रष्ट रूपमा बताउँछ कि सबै मानिसले पाप गरेका छन्, 예수 안에 있는 구속으로 तर यसले बताउँछ कि साँच्चै परमेश्वरको अनुग्रहको वरदानले ख्रिस्ट येशूमा भएको उद्धारबाट 대로 값없이 의롭다 하심을 얻은 자 됐다. It says, being justified freely by his grace. 누가 의롭다 하심을 얻었습니까? Everyone, सबैजना साँच्चै यो कसले यो धार्मिकता प्राप्त गर्दछ? तपाईँ, म, you, हामी सबै 하나님은 우리 더러운 죄인을 의롭다 सबैजना येशू ख्रिस्टले त्यो एकदमै फोहोरी पापीलाई धर्मी भन्दै हुनुहुन्छ। र किनभनेदेखि हाम्रो सबै पापहरूको मोल चाहिँ क्रुसमा तिरिसकेको छ। र हामी अर्को एउटा वचन हेर्नेछौँ 4장 25절. रोमी 4:25 पद हामी एकसाथ पढ्नेछौँ। उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जीवित पारिनुभयो। 우리를 의롭다 하심을 위하여 살아나셨다. justification. येशू ख्रिस्ट हामीलाई धर्मी तुल्याउन जीवित हुनुभयो। Jesus was raised for our 봐라 justification. 내 손에 못 자국 봐라. मेरो यहाँ हत्केलामा किलाको डोब हेर, 장자국 봐라. मेरो यो कोखामा भालाको डोब हेर, 대신에 벌 받은 이 표시야. This is a यो चाहिँ तिमीहरूको पापको लागि मोल तिरिएको चिन्ह हो। this is a sign of me paying for 네 your 모든 죄가 사해졌어. तिमीहरूको सबै पापको मोल तिरिएको छ, 그러므로 너는 거룩한 거야. त्यसै कारण तिमी पवित्र छौ। 구약 시대는 사람들이 땅에 있는 제단에 제사를 드렸습니다. र पुरानो करारमा मानिसहरूले पृथ्वीमा भएको त्यो वेदीमा बलि चढाउँथे। 때문에 일정한 시간 동안 제가 사해질 수 있지만 र पुरानो करारमा भएको त्यो पृथ्वीमा भएको वेदीमा चढाउने अर्पण चाहिँ साँच्चै त्यो समयको परिधिभित्र थियो र यसले सदाको लागि पाप पखाल्न सक्दैन थियो। येशू ख्रिस्टले क्रुसमा बगाएको रगतद्वारा 땅에 있는
있는 제단에 뿌린 게 하늘나라 영원한 하늘나라 제단에 뿌렸어요. र उहाँले आफ्नो त्यो रगत चाहिँ यो पृथ्वीमा भएको वेदीमा छर्किनु भएको होइन, उहाँले स्वर्गमा भएको वेदीमा छर्किनु भयो। 영원히 씻어졌다고 말합니다. त्यसै कारण त्यो स्वर्गमा भएको वेदीले हामीलाई के भन्छ भने तिम्रो सबै पापहरू क्षमा भएका छन्। 죄를 영원히 씻어 놓으시고 साँच्चै प्रियहरू, येशू ख्रीष्टले हाम्रो सबै पापहरू सदाको लागि सिधाइदिनु भयो र त्यस पछाडि उहाँले हामीलाई भन्नुहुन्छ हामी धर्मी छौँ। 너무 나쁜 짓 많다고 거짓말 많이 했고 सबैजना साँच्चै मैले धेरैचोटि ढाँटेँ अनि चोरेँ अनि धेरै नराम्रो कामहरू पनि गरेको थिएँ र कसले मलाई प्रष्ट रूपमा पापी हो भनेर देख्दैन र म आफैले पनि म पापी भएको कुरा देख्न सक्थेँ। हो म पापी थिएँ, मैले पाप गरेको थिएँ, तर मैले बाइबलद्वारा 께서 나를 구속했기 र येशू ख्रीष्टले मलाई उद्धार गर्नुभयो 때문에 내 죄가 씻어졌고 의롭게 됐다. र उहाँले मलाई सित्तैमा मलाई धर्मी ठहराउनु भयो अनि उहाँले मलाई पवित्र बनाउनु भयो, जुन कुरा म विश्वास गर्छु। 의롭다 하시면 의로운 것이라고. यदि येशू ख्रीष्टले मलाई धर्मी ठहरिएका छौ भन्नुहुन्छ भने म धर्मी ठहरिएँ 그날부터 하나님 내 속에 살아 역사하기 시작했어요. र त्यस बेलादेखि येशू ममा जिउँदै येशू ममा बास गर्दै हुनुहुन्छ र ममा काम गर्दै हुनुहुन्छ। प्रियहरू, म तपाईँहरूलाई आज विनम्र साथ सोध्न चाहन्छु, 말씀을 믿으렵니까? 여러분 자신의 생각을 믿으렵니까? तपाईँ आफ्नै विचारलाई विश्वास गर्नुहुन्छ कि परमेश्वरको वचनलाई विश्वास गर्नुहुन्छ? 내 생각을 믿었습니다. र लामो समयदेखि हामी शैतानले छल गरेर हामीले आफ्नै विचारहरू पछ्याउने गरी डोर्याएको थियो। जब त्यो समयदेखि जब मैले परमेश्वरको वचन विश्वास गरेँ, 성경의 말씀은 고린도전서 6장 10절에 있는데 अन्तिममा हामी एउटा वचन हेर्नेछौँ, पहिलो कोरिन्थी 6 अध्यायको 10 पद। 6장 10절을 보면 놀라운 말씀이 र यहाँ के कसरी लेखेको छ भने Chapter 6 verse 10, there's an amazing word. 뭐라고 돼 있냐면은 What it says there is, 이렇게 말하고 있습니다. this is what it tells us. 고린도전서 6장 10절입니다. पहिलो कोरिन्थी 6को 10 पद। 도적이나 탐남하는 자나 후욕하는 자나 술 취하는 자나 후욕하는 토색하는 자들은 하나님 나라를 유업으로 받지 못하리라. चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुने छैनन्। 가지면 지옥 간다고 말했습니다. र 10 पदले बताउँछ कि यस्ता व्यक्तिहरू स्वर्ग राज्यमा प्रवेश गर्ने छैनन्। तर 11 पदले भन्छ 너희 중에 이와 같은 자들이 있더니 र तिमीहरू कोही त्यस्तै थियौ। 예수 그리스도 이름과 하나님의 성령 안에서 तर यसले भन्छ कि प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा 시선과 거룩함과 의롭다 하심을 얻었느니라. तिमीहरू धोइयौ, तिमीहरू पवित्र पार्यौ अनि तिमीहरू निर्दोष ठहरायौ। 이제 여러분 지금까지 여러분 생각을 믿었지만 प्रियहरू, आजदेखि तपाईँहरू साँच्चै आफ्नो विचारलाई 부터는 하나님의 말씀을 믿읍시다. विश्वास गर्नुहुने छैन अनि परमेश्वरको वचनलाई विश्वास गर्नुहुनेछ। 지었습니다. र हामीले पाप गरेका छौँ, 우리에게 씻음을 받고 거룩함을 받고 어렵다 하심을 받았다고 6장 11절에 तर 11 पदले बताउँदछ कि साँच्चै तिमीहरू धोइयौ, तिमीहरू पवित्र पार्यौ अनि निर्दोष ठहरायौ। र एकचोटि हामी 11 पद पढौँ। 우리 주 예수 그리스도 이름과 하나님의 성령 안에서 시선과 거룩함과 어렵다 하심을 얻었느니라. यसमा भनेको छ, तर तिमीहरू धोइयौ, पवित्र पार्यौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरका आत्माद्वारा निर्दोष ठहरायौ। 근데 쟤는 또 죄를 져 죄인이에요. र कतिले भन्छ पास्टर म पाप गर्छु त्यसै कारण म फेरि पापी हुन्छु नि। होइन, त्यसरी येशू ख्रीष्टले तपाईँको पाप त्यसरी पखाल्नु भएको होइन। र जब येशूले तपाईँको पाप पखाल्नुभयो, उहाँले हाम्रो सबै पाप पखाल्नुभयो। त्यसै कारण उहाँले हाम्रो सबै पापहरू पखाल्नुभयो। 이제 여러분 생각을 कृपया तपाईँ आफ्नो विचारलाई विश्वास नगर्नुहोस्, But everyone believes. परमेश्वरको वचनलाई विश्वास गर्नुहोस्। तब 힘 있게 역사하고 Then the Holy Spirit of God will work powerfully inside of 하루하루 you. 하나님은 놀라운 र 은혜와 त्यस- 복된 삶을 살게 될 र त्यसो हो भनेदेखि तपाईँ अचम्मको आशिषको जिन्दगी जिउनुहुन्छ। हामी अब प्रार्थना गर्नेछौँ। 거룩하신 하나님 우리 아버지 앞에 저들 감사드립니다. हाम्रा स्वर्गीय परमेश्वर पिता, हामी साँच्चै हजुरलाई धन्यवाद चढाउँदछौँ। र हामी पापको कारण अनन्त विनाश, अनन्त दण्ड भोग्नु पर्थ्यो। र तर यीशु ख्रीष्ट आउनुभयो र हामीलाई पवित्र पार्नुभयो। 나왔다고 믿었을 때 위장이 깨끗이 나왔습니다. र जब मैले मेरो पेट निको भएको कुरा विश्वास गरेँ, मेरो पेट पूर्ण रूपले निको भयो। 하지만 र हाम्रो विचारमा साँच्चै हामीले पाप गर्ने हो भने हामी पापी हो जस्तो लाग्छ। तर
तर वचनले भन्दछ कि येशू ख्रीष्टको रगतद्वारा हाम्रा सबै पापहरू पखालिएका छन् र उहाँले भन्नुहुन्छ कि हाम्रो पापहरू उहाँले सम्झिनुहुने छैन। परमेश्वर पिता, हामी हजुरको पवित्र आत्माले सबै मानिसको मनलाई डोर्याइदिनुहोस्, पाप रहित एकदम उज्यालो मनद्वारा जिउने गरी बनाइदिनुहोस्। तब हामी त्यो पापको बन्धनमा बाँधेर नबसौँ र येशू ख्रीष्टको रगतद्वारा हामी पूर्ण रूपले छुटकारा पाएका छौँ। र तब परमेश्वर हजुर हामीमा जिउनुहोस् र हामीमा बास गर्नुहोस् र हामीमा जिउनुहोस्। 귀한 시간 주셔서 감사를 र यो साँझ हामीलाई यस्तो महत्त्वपूर्ण समय दिनुभएकोमा हजुरलाई धन्यवाद चढाउँछौँ। येशू ख्रीष्टको नाउँमा प्रार्थना गर्दछु। आमेन। 여러분 대단히 감사합니다. हुन्छ, धन्यवाद सबैलाई।